नमस्कार। रिनोभेसन नेपालले तयार गरेको स्थानीय तहको सबलीकरण र सुशासनको पोडकास्ट सुशासन पोडकास्ट श्रृङ्खलामा आज हामी फेरि अर्को विषयमा पोडकास्टमा छलफलको लागि उपस्थित भएका छौँ। म अधिवक्ता उद्धव प्रसाद अधिकारी, यहाँलाई हार्दिक स्वागत छ। नमस्कार, म रामबाबु नेपाल। आज हामी विगतमा चाहिँ स्थानीय तहको सुशासन अनि सबलीकरणको कुरामा छलफल गरिरहेका छौँ। हामीले विगतमा स्थानीय न्यायिक समिति, कानुन निर्माण प्रक्रिया, त्यसपछि सभा सञ्चालन प्रक्रिया लगायतका विषयहरूमा छलफल गरिरहेका थियौँ। आज चाहिँ हामी स्थानीय तहको विधायकीय अधिकार र त्यसको प्रयोग, कानुन निर्माण कसरी गर्नुपर्छ, किन स्थानीय तहले कानुन निर्माण गर्ने, त्यसका कानुनी आधारहरू के हुन्, अनि कानुन निर्माण गर्दा स्थानीय तहले कसरी गर्नुपर्छ, अहिलेको हाम्रो व्यावहारिक पाटो र भएको कानुनी व्यवस्थाहरूको बिचमा के कस्तो अन्तर सम्बन्ध छ, के कस्तो अन्तरहरू छ भन्ने लगायतको विषयमा हामी आज छलफल गरौँ। सबैभन्दा पहिले चाहिँ रामबाबु सर, स्थानीय तहले कानुन चाहिँ किन बनाउनुपर्छ? स्थानीय तहले कानुन किन बनाउनुपर्छ र कसरी बनाउनुपर्छ भन्ने विषयमा हामी कुन लेभलमा छलफल गर्नुपर्छ भन्ने आजको सन्दर्भमा उभिएर हेर्दाखेरि किन बनाउनुपर्छ भन्ने कुरा त्यति जरुरी हुँदैन होला। कसरी बनाउनुपर्छ भन्ने कुराको पनि हामी लामो 9 वर्षदेखिको अभ्यासमा स्थानीय तह संहिता पछाडि, नेपालको संविधान जारी भए पछाडि जब संहिता बन्यो, हामी गाउँपालिका नगरपालिकाको जुन अभ्यासमा गयौँ, त्यसपछि सुरुकै वर्षदेखि नै कतिपय गाउँपालिका नगरपालिकाहरूले 74 सालदेखि नै होइन, कतिपयले होइन, जब स्थानीय सरकारको एउटा विधायकी अधिकार सहितको संविधानमा लेखियो र त्यसको अभ्यास सुरु भयो, सुरु वर्षदेखि नै 74 सालको वैशाखमा निर्वाचन भयो। त्यसपछि असारमा यसले बजेट ल्यायो। एउटा पहिलाको अभ्यास जुन थियो, पहिला गाविस नगरपालिका पनि स्थानीय निकायका रूपमा जुन थियो, त्यसपछि लगतै असारदेखि नै यसको अभ्यास सुरु भइहाल्यो होइन। केही नभए पनि त्यतिखेर विनियोजन विधेयक होइन, आर्थिक विधेयक त असारदेखि नै सुरु भयो। 74देखि नै सुरु भयो। अनि अब बिस्तारै त्यसलाई चाहिँ अब स्थानीय तहले आफ्नो अनुसूची 8 का एकल अधिकार सूचीभित्र रहेका विषयमा जति पनि त्यहाँभित्र भएका विषयहरू छन्, एउटा विधायकी अधिकार सहितको संहितामा अनुसूची 8 मा भएका विषयमा कानुन बनाउन बिस्तारै त्यो क्रमशः सुरु गरे। सुरुवाती दिनहरूमा कानुन कसरी बनाउने एउटा जनशक्ति थिएन, संरचना थिएन। कानुन कसरी बनाउने भन्ने विषयमा पनि एउटा खालको अन्यलता थियो, अथवा जनप्रतिनिधिलाई नै अन्यलता थियो होइन, जसको एउटा कार्यालय नै थिएन। पालिकाको नाममा एउटा बोर्ड थियो होइन, बोर्ड थियो, कार्यालय थिएन, कार्यालय व्यवस्थापन होइन, यो सेटअप लगाएको थियो कुराहरूमा पहिला सुरुवाती वर्षहरूमा अलिकति समस्या थियो। र बिस्तारै त्यसलाई चाहिँ अब कानुन निर्माणको पनि एउटा विधायकी अभ्यासको काम गर्नुपर्छ भन्ने हिसाबले सुरु भयो। यो बिचमा धेरै कानुनहरू बनेका छन्। अहिले हामीले हेऱ्यौँ भनेदेखि स्थानीय तहमा धेरै कानुनहरू बनेका छन्। त्यसलाई चाहिँ कानुनलाई कानुनकै रूपमा बनाउनुपर्छ होइन। त्यो एउटा विधेयकमा एउटा त्यो हामी अहिले छलफलमा जान्छौँ होइन, एउटा मस्यौदा, त्यसपछि विधेयक, त्यो कानुनको रूपमा बन्नको लागि चाहिँ त्यसले विभिन्न चरणहरू पार गर्नुपर्छ, क्या प्रक्रिया पार गर्नुपर्छ। तपाईँले कानुन के बन्यो भन्दा त कानुन कसरी बनायो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। अङ्गहरू पुगेको प्रक्रिया पुरा भयो कि भएन, तपाईँले अङ्ग भन्नुभयो। जस्तै त्यो कानुन बनाउँदाखेरि पनि तपाईँले के बनाउनु भयो भन्ने कुरा त छँदैछ, के चाहिँ छ तपाईँसँग, तर त्यसलाई तपाईँले कसरी बनाउनु भयो भन्नेको लागि पनि त्यसको लागि पनि तपाईँसँग जवाफ तयार हुनुपर्छ। र त्यसको लागि चाहिँ कसरी बनाइयो भन्ने कुरा चाहिँ त्यसका प्रक्रियाहरू चाहिँ त्यसका कागजहरूले बोल्छन् कि तपाईँले कुन चरणमा के काम गर्नुभयो भन्ने कुरा बोल्छन्। अब यो किन स्थानीय तहले किन कानुन बनाउनुपर्छ भन्दाखेरि चाहिँ किन कानुन बनाउनुपर्छ भन्दाखेरि हाम्रो 3 तहको सरकार छ हो, हाम्रो 3 तहको सरकार छ, सङ्घीय सरकार छ, प्रदेश सरकार छ, स्थानीय सरकार छ। हामी स्थानीय सरकार हो। स्थानीय सरकारले गर्ने स्थानीय सरकारका 3वटा पिलरहरू, एउटा चाहिँ कार्यपालिकाको रूपमा गर्ने काम छ, जसले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेर उसले काम गर्छ, एक्सन गर्छ होइन, कार्य गर्छ, विकास निर्माणका काम गर्छ होइन, योजना तर्जुमा काम गर्छ, कार्यान्वयन काम गर्छ, अनुगमनको काम गर्छ होइन। यी सबै कुराहरू अरू अन्य प्रत्याजित कामहरू गर्छ होइन। यो चाहिँ स्थानीय तहले गर्नुपर्छ है भन्ने कुरा प्रत्याजित काम गर्छ। यो कुरा कार्यपालिकाले गर्छ। अर्को एउटा न्यायिक समिति छ, यो हामीले छलफल पनि गरिसकेका छौँ। न्यायिक समितिले कसरी काम गर्छ भन्ने विषयमा न्यायिक समितिले पनि आफ्नो क्षेत्राधिकारभित्र रहेको विषयमा न्यायिक समितिका त्यसका प्रक्रियाहरू, कार्यप्रक्रियाहरू त्यसलाई पार गर्दै आफ्नो न्यायिक समिति काम गर्छ। यो सभाले कानुन बनाउने काम गर्छ होइन। हामीले सभा सञ्चालनको विषयमा पनि हामीले कुराकानी गरिसकेका छौँ अघिल्लो अङ्कमा।
यो चाहिँ सभाले ऐन बनाउँछ होइन। सभाले चाहिँ संविधानको अनुसूचीमा भएको व्यवस्थापन अनुसूची 8मा एकल अधिकारको कुरा छ होइन। त्यसै गरी 9मा साझा अधिकारको कुराहरू छन्। यो चाहिँ सङ्घको प्रदेशको र स्थानीयको साझा अधिकारका कुराहरू छन् होइन। कतिपय कुराहरू चाहिँ सङ्घीय ऐनहरूले चाहिँ प्रत्याजित गरेका चाहिँ व्यवस्थाहरू छन् होइन। यो कुनै ऐन बनेको छ, योसँग सम्बन्धित कार्यविधि सम्बन्धित स्थानीय तहहरूले आफ्नो हिसाबले बनाउन सक्छन् भनेर प्रत्याजित गरेका कानुनहरू छन्। त्यस्ता कानुनहरू चाहिँ बनाउनुपर्छ। त्यो चाहिँ एउटा चल्नैकै निमित्त पनि एउटा स्थानीय सरकार चल्नको निमित्त पनि आवश्यक पर्छ। कानुन चाहिँ त्यो बनाउन आवश्यक पर्छ। ऊ सरकार हो, उसँग सभा छ होइन। त्यो सञ्चालनको निमित्त पनि कानुन निर्माण चाहिँ आवश्यक हुन्छ होइन। त्यसका लागि चाहिँ अब नेपालको संविधानले पनि स्थानीय तहलाई अहिले चाहिँ जस्तो संविधानको धारा 56मा हामीले हेऱ्यौँ भने राज्यलाई चाहिँ राज्यको संरचनामा परिवर्तन गरिएको छ र त्यसमा 3 तहको सरकार हुने भन्ने व्यवस्था गरिएको छ होइन। त्यस्तै धारा 57मा तपाईँले हेर्नुभयो भनेदेखि चाहिँ अधिकारको बाँडफाँड 3वटा तहलाई बराबर दिने, त्यो भनेको विधायकीय अधिकार पनि स्थानीय तहलाई पनि हुनेछ है भन्ने गरी दियो। अझ त्यसलाई अझ स्पेसिफिक हिसाबले तपाईँले हेर्नुभयो भने चाहिँ धारा 226मा स्थानीय तहले नै कानुन बनाउन पाउनेछ र त्यो कानुन चाहिँ उसलाई तोकिएको अधिकार क्षेत्रभित्र रहेर बनाउन पाउनेछ भन्ने गरी संविधानले नै त्यसको व्यवस्था गरिदियो। अनि त्यो सँगसँगै अरू चाहिँ अब अघि तपाईँले भनिहाल्नुभयो अनुसूचीहरूको कुरा होइन। उसलाई पहिला हामी कानुन बनाउने भनिरहँदाखेरि कुनै पनि कानुनको निड फिल भयो, आवश्यकता महसुस भयो भने यो चाहिँ हाम्रो अधिकार क्षेत्रभित्र पर्छ कि पर्दैन त। पहिलो हाम्रो एकल अधिकार क्षेत्रभित्र छ कि छैन, त्यो अनुसूची 8ले व्यवस्था गर्ने भयो। त्यसपछि साझा अधिकार क्षेत्रभित्रको विषय हो कि होइन त त्यो भन्ने कुरा चाहिँ अनुसूची 9ले त्यो चाहिँ साझा अधिकार क्षेत्रको भित्रको रहेछ भने त्यो 2टा विषयमा चाहिँ बनाउन सक्ने भयो। यसैमा चाहिँ यो हामी त्यसमा प्रवेश गर्न भन्दाखेरि कानुनले चाहिँ किन आवश्यक पर्छ, स्थानीय तहलाई किन आवश्यक पर्छ भन्ने कुरा एउटा चाहिँ यसको एउटा सङ्कुचित हिसाबले हेर्ने हो भने संविधानमा भएको व्यवस्था स्थानीय सरकार सञ्चालनका निमित्त आफ्नो पालिका सञ्चालनका निमित्त चाहिँ कानुन आवश्यक पर्छ भन्ने कुरालाई सङ्कुचित हिसाबले हेर्न सकिन्छ। तर कानुन यदि भएन भनेदेखि के हुन्छ त होइन। कानुन यदि भएन भने कानुन चाहिँ एउटा कानुन भनेको चाहिँ एउटा लोकतन्त्रको प्रत्याभूति दिलाउनका निमित्त पनि कानुन आवश्यक हुन्छ। त्यो भनेको के हो भने कुनै पनि कुरा कानुनले गाइड गर्नुपर्छ होइन। विधिशास्त्र भनेको विधिको शासन भनेको त कुनै पनि कुरा कानुनले गाइड गर्नुपर्छ, कानुनद्वारा निर्देशित हुनुपर्छ। त्यसमा चाहिँ व्यक्तिको आफ्नो आग्रह पूर्वाग्रह इमोसन त्यसमा नलादियोस् क्या। कुनै पनि कुरामा चाहिँ कानुनै यदि थिएन भनेदेखि त व्यक्तिले निर्णय गर्दाखेरि के गर्छ, व्यक्तिले गरेको निर्णय त प्रभावित हुन्छ नि त। उसले आफ्नो हिसाबले गर्न सक्छ, व्यक्ति पछि निर्णय गर्न सक्छ होइन। व्यक्ति पछि नै त्यसलाई चाहिँ लागू गर्न सक्छ। त्यही कुरामा एउटा व्यक्तिलाई गर्ने सजाएर त्यसलाई चाहिँ पुरस्कृत गर्ने विषयमा चाहिँ फरक पर्न सक्छ, आग्रह हुन सक्छ। कानुनले चाहिँ कानुनका दृष्टिमा सबै मान्छेहरू समान हुन्छन् है। सबै आफ्ना नागरिकहरू सबै समान हुन्छन् भनेपछि एउटा कानुन बनाएर जस्तै कसैलाई चाहिँ व्यवसाय दर्ता गर्नको लागि चाहिँ 100 रुपियाँ चाहिँ शुल्क लाग्छ भनेर कानुन बनाइयो भनेदेखि त्यो कुरा सबैका लागि लागू भयो होइन। त्यो गाउँपालिकाको अध्यक्षलाई पनि लागू हुन्छ, नगरपालिकाको मेयरलाई पनि लागू हुन्छ होइन, उहाँको आफन्तलाई लागू हुन्छ, एउटा आम कसैको चाहिँ भोट नहाल्ने जनतालाई लागू हुन्छ। कानुनले सबैलाई समान बनाउँछ क्या होइन। कानुनले सबैलाई समान बनाउँछ भने पानीको सतह जस्तो हो क्या। पानीको काल्टाकुल्टी भयो भने पानी पऱ्यो एउटा तलाउमा भनेदेखि त्यसको जमिन उखाडबाड हुनसक्छ, तर पानीले भरिएपछि त्यो होइन एउटा सम्म हुन्छ नि त। त्यस्तो कानुनले कसैप्रति पनि आग्रह पूर्वाग्रह राख्दैन, एउटा चाहिँ समान हुन्छ। यसले चाहिँ एउटा हो यही कुरा कायम हुँदाखेरि यसले लोकतन्त्र बलियो हुने हो होइन। यसले चाहिँ व्यक्तिलाई लिएर चाहिँ फरक खालको चाहिँ बिहेभ गर्यो भने त्यसले चाहिँ विवाद हुनसक्ने होइन। त्यो कुरालाई चाहिँ कम गर्छ। त्यसले चाहिँ कानुन चाहिँ आवश्यक पर्छ होइन। हाम्रो संहिताले चाहिँ तपाईँको स्थानीय तहका लागि चाहिने यसले अनुसूचीमा तोकिएका विषयहरू छन्, यो विषयमा चाहिँ कानुन बनाउन सकिन्छ है भनेको छ। अथवा जुन अधिकार क्षेत्र छ त्यो अधिकार क्षेत्र कार्यान्वयन गर्न कानुन चाहियो क्या। कानुन चाहियो भने यो चाहिँ केले गाइड गरेको छ भन्दाखेरि हाम्रो संविधानले गाइड गरेको छ होइन। स्थानीय सरकार सञ्चालनले जस्तै संविधानले विधायकीय अधिकारको कुरा गर्यो अनि त्यसपछि अधिकार सूचीमा गएर अनुसूचीमा गएर के विषयमा चाहिँ बनाउने है कानुन। विधायकीय अधिकार त भन्यो, तर त्यसले फेरि
त्यसलाई चाहिँ साँगुरो बनाउँदै लगेको छ होइन। यो चाहिँ साँगुरो बनाउँदै लगेको छ। त्यसले सूचीमा गएर तपाईँको के गर्ने, त्यसले नगर प्रहरीको विषयमा काम गर्न पाउँछ होइन, सहकारीको विषयमा काम गर्न पाउँछ, आधारभूत तथा माध्यमिक शिक्षामा काम गर्न पाउँछ होइन, मेलमिलाप सम्बन्धी काम गर्न पाउँछ, आफ्नो क्षेत्रमा चाहिँ व्यवसायसँग सम्बन्धित कानुन, व्यवसाय दर्ता नवीकरण सम्बन्धी कानुन बनाउन पाउँछ होइन, विभिन्न करहरू असुलीको विषयमा गर्न पाउँछ होइन, कर पनि कस्तो कर गैर करको विषयहरू छन् होइन, के विषयमा कर उठाउने हो होइन, त्यो विषय छ। अनि यो तोकिएको छ नि त होइन, यो विषय चाहिँ सबै कर भन्दैमा सबै कुरा छैन। जस्तै भ्याट स्थानीय तहले उठाउनु पाउँदैन होइन, भ्याट सँगै सरकारले उठाउँछ होइन, कतिपय कुराहरूको जस्तै गिटी बालुवाको स्लेटहरूको विषयमा छ भनेदेखि यसलाई प्रदेशले तोक्छ, स्थानीयले उठाउँछ। अनि यसको यो भित्र पनि बनाइएको छ होइन, यो सबै विषयमा चाहिँ तोकिएको छ। तोकिएका विषयहरूमा त्यसलाई कसरी परिचालन गर्ने भन्ने विषयमा चाहिँ कानुन बनाएर जानुपर्छ। अनि त्यो चाहिँ कानुन आज हामीले फोकस गर्न खोजेको चाहिँ कानुन बनाउने कुरामा समस्या छैन, सबैलाई थाहा छ यो विषयमा हामीले कानुन बनाउनुपर्छ, हाम्रो अधिकार क्षेत्रको विषय यो भनेर। तर त्यो कानुन चाहिँ कसरी बनाउने त होइन, कानुन बनाउँदाखेरि चाहिँ के कुराहरू ख्याल गर्नुपर्छ त होइन। अहिले बनाइरहेको हामीले जसरी कानुन बनाइरहेको छौँ त्यो प्रक्रिया मिलेको छ अथवा त्यसमा केही सुधार गर्नुपर्छ, मिलेको छ भनेदेखि अझ त्यसमा केही परिष्कृत गर्नुपर्छ भन्ने विषयमा यसलाई छलफल गर्न सक्छौँ होइन। अब यसले चाहिँ अब हामी कानुन बनाउने प्रक्रियामा कसरी सुरु हुन्छ, कसरी ओरिजिन हुन्छ, यसले संविधानले त भन्यो, अधिकार सूचीले आफैमा त्यो त सीमित कुराहरू एउटा सर्टेन बुँदाहरू छ नि त होइन। त्यति मात्रै भएर सहकारी भन्दैमा भएन होइन, सहकारी भन्ने त सूचीको विषय भयो, त्यो चाहिँ कसरी सुरु हुन्छ त भन्ने विषयमा हामी छलफल गरौँ होइन। अब स्थानीय तहले चाहिँ अघि हामीले भनेको जस्तो उसलाई अधिकार सूचीमा जे अधिकारहरू दिइएको छ त्यसलाई कार्यान्वयन गर्नका लागि चाहिँ त्यसका लागि आवश्यक पर्ने पहिला उसँग ऐनहरू निर्माण गर्नु पर्यो होइन। ऐन निर्माण गर्नु, स्थानीय तहले बनाउने कानुनका प्रकार चाहिँ कस्ता हुन्छन् भने पहिला चाहिँ उसले ऐन बनाउन सक्ने भयो। एउटा ऐन जहिले पनि स्थानीय तहले चाहिँ सभाबाट मात्रै त्यसलाई चाहिँ तर्जुमा गर्न सक्ने भयो होइन, ऐन बनाउने भयो। अनि त्यही ऐनको बेसमा रहेर अथवा उसलाई कुनै सम्बद्ध ऐनले, उसले नबनाएको ऐनले पनि सम्बद्ध ऐनले कार्यविधि बनाएर सञ्चालन गर्ने अधिकार दिएको छ, प्रत्यायोजित अधिकार छ भने त्यसमा रहेर उसले नियमावली अथवा कार्यविधिहरू पनि बनाउन सक्ने भयो। यसमा चाहिँ ठ्याक्कै यसैमा चाहिँ अब कति कुरा चाहिँ ऐन र कार्यविधि मापदण्ड नियमावलीहरू यो कुरामा कन्फ्युज भएको पाइन्छ क्या होइन। कति कुराहरूको चाहिँ त्यसमा एकैचोटि शिक्षा नियमावली बनाएर होइन हाम्रो दरबन्दी मिलानदेखिका कामहरू गरेको पाइन्छ होइन। यसो हेर्दाखेरि चाहिँ शिक्षा नियमावली त्यहाँ लेखा छ, अनुसूचीमा लेखेको छ चाहिँ आधारभूत शिक्षा तथा माध्यमिक शिक्षा भनेर लेखेको छ भनेदेखि शिक्षा लेखा छ, त्यही कारणले नियमावली बनाएको होइन। तर त्यहाँनिर कुरा मिलेन अलिकति होइन। पहिला के चाहिन्छ त्यसलाई चाहिँ त्यो कुरा केही न केही गभर्न गर्नुपर्छ क्या, भनेको चाहिँ कानुनको कहीँ टेक्नुपर्छ क्या। कानुन बन्दाखेरि चाहिँ त्यसको होइन टेक्नी जहाँलाई पनि त्यो टेक्नी खुड्किलो र समाउने हाँगो भन्छ नि त्यो चाहिन्छ क्या। भनेको चाहिँ हाम्रो त्यो टेक्नी ठाउँ भएन क्या, त्यो समाउनु त समाउनु भयो होइन, तपाईँले हाँगो चाहिँ समाउनु भयो, संविधान समाउनु भयो, संविधानको अनुसूची समाउनु भयो। अब त्यो टेक्नको लागि चाहिँ त्यसको प्रोफेसरहरू पहिला ऐन बनाउनु पऱ्यो, सभाले ऐन बनाउनु पऱ्यो। अब जस्तै एउटा ऐन बनाइसकेपछि त्योसँग सम्बन्धित नियमावली कार्यविधि मापदण्ड अरू पनि बन्न सक्छ। तर त्यसको मूल कुरा त चाहियो नि, सबै कुरा ऐनमा लेखिँदैन, प्रोसिड्योरको कुरा ऐनमा लेखिँदैन होइन। यसको सैद्धान्तिक कतिपय त्यहाँ सबै समेटिएको जरुरी पनि हुँदैन। त्यहाँ ऐन भनेको संक्षिप्त कुराहरू सार्वजनिक कुराहरू मात्रै लेखिन्छ ऐनमा। अनि कार्यविधिले चाहिँ यसको कम्प्लिट कुराहरू कसरी गर्ने, त्यो गर्नको लागि चाहिँ कस्ता कस्ता कागजहरू आवश्यक पर्ने, कस्ता फर्मेटहरूमा आवश्यक पर्ने भन्ने सबै कुराहरू, त्यसको कार्यविधिगत कुरा चाहिँ कार्यविधिमा नियमावलीमा मापदण्डमा ती कुराहरू लेखिन्छ क्या। अनि त्यसले गर्दाखेरि पहिला चाहिँ ऐन पहिला चाहिँ सभाले ऐन चाहिँ पास गर्नु पर्यो र त्यो ऐनको जगमा टेकेर अब बन्ने नियमावली कार्यविधि मापदण्डहरू अथवा केही नियमहरू त्यस्तो छ भनेदेखि चाहिँ त्यो चाहिँ हाम्रो कार्यपालिकाले नै त्यसलाई तर्जुमा गर्न सक्ने भयो, उसैले पास गर्न पनि सक्ने भयो। सभाले बनाइसकेको ऐन चाहिँ सभाले बनाएको ऐनको अधीनमा रहेर त्यसबाट त्यसको उद्देश्यहरू हासिल गर्नका निमित्त कार्यविधि मापदण्डहरू चाहिँ कार्यपालिकाले बनाउन सक्ने भयो, कार्यपालिका आफैले बनाउन सक्ने भयो होइन। अलिक सभाको प्रक्रिया
अलिकति लामो हुन्छ होइन, सभाको प्रक्रिया अलिकति लामो हुन्छ। त्यसलाई चाहिँ त्यसको सभाले ऐन नै बनाइसकेपछि त कार्यविधि मापदण्डको विषयमा कार्यपालिकाले पनि त्यसमा बनाउन सक्ने भयो है। एकदमै अब हामी अलिकति यो बनाउन सक्ने रहेछ भनेपछि चाहिँ अब कानुन निर्माणको प्रक्रियामा अलिकति छलफल गरौँ होइन। स्थानीय तहले चाहिँ 3टा भागमा रहेर कानुन निर्माण गर्न सक्छ। पहिलो चाहिँ उसले पूर्व विधायकी भागमा रहेर केही काम गर्नुपर्ने हुनसक्छ। त्यो चाहिँ सभामा हामीले कुनै पनि विधेयकलाई पेस गर्नुभन्दा अगाडि गर्ने कामहरू होइन, अगाडि गर्नुपर्ने कामहरू त्यो के हुन् भन्नेमा हामी छलफल गरौँ। अर्को चाहिँ विधायकी चरणमा सभामा पेस गर्ने बेलामा के काम गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयमा छलफल गरौँ। र अर्को चाहिँ उत्तर विधायकी चरणमा चाहिँ उत्तर विधायकी भागमा हामीले चाहिँ के काम गर्नुपर्छ भन्ने विषयमा अलिकति छलफल गरौँ। सबैभन्दा पहिला हामी पूर्व विधायकी चरणमै कुरा गरौँ। अब हाम्रो अभ्यासलाई पनि यसमा तुलना गर्दै जाउँ। अहिले हाम्रो ठ्याक्कै स्थानीय तहमा कानुन निर्माण भइरहँदाखेरि हामीलाई सङ्घले अथवा प्रदेशले अथवा हामीले नै पनि स्थानीय तहले नै पनि कानुन बनाउने कार्यविधिहरू बनाएका हौँला, स्थानीय कानुन तर्जुमा सम्बन्धी होइन, अथवा हामीलाई प्रदेशले गभर्न गरेको छ, यो प्रक्रिया पुरा गरेर गर्नुपर्छ भन्नेको छ, त्यो कुरा पालना गरिरहेका छौँ कि छैनौँ होला। यो कतिपयले पालना गर्नु पनि भएको छ होइन, धेरैले पालना गर्नुभएको छ भनेर सिक्दै हुनुहुन्छ होइन। सिक्ने क्रममै त छौँ, हाम्रो संहिता नै सिकाएको क्रममा छ। त्यसले गर्दाखेरि यसले पालना नै भएको छैन भन्ने त लाग्दैन। तर यसको जति गरिएको छैन अब अहिले देखिन्छ। हामीले सभा सुरु गऱ्यौँ, आज टेबल गऱ्यौँ, अनि हामीले त आजै सकाइदिउँ भनेर भन्नुहुन्छ नि हो। त्यसो गर्दाखेरि त्यो चाहिँ राम्रोको लागि भन्नुभएको हो होइन। हामीले त राम्रो गऱ्यौँ नि त, आज गऱ्यौँ, आज हामीले विवादै गरेन। अर्को छिमेकी पालिकाले जस्तो त्यहाँ मारामार छ, हामीले विवादै गरेन, आज सुरु गरेर आजै सक्दिउँ भनेर भन्नुभयो भने चाहिँ त्यो एउटा होइन, त्यो राम्रो गर्नु, विवाद गर्नु भने त राम्रो गर्नुभयो। तर कानुन निर्माणका हिसाबले होइन, विधेयक परिपक्व बनाउने हिसाबले होइन, त्यो विधायकी अभ्यास चाहिँ त्यसको ठिक ढङ्गले भएको मानिँदैन होइन। एउटा चाहिँ मैले भनौँ भने 3 चरणमा हुने पूर्व विधायकी चरणमा हुने कुरा, कानुन चाहिँ यो हाम्रो नमुना कानुन आएको रहेछ, पास गरिरहौँ, सङ्ख्या बढाइरहौँ भनेर भन्ने हिसाबले होइन क्या। कानुन हामीलाई के आवश्यक छ होइन, कानुनको चाहिँ आवश्यकता होइन। सबैभन्दा सुरुमा यसको आवश्यकता हामीलाई चाहिँ यो कानुन आवश्यक पर्यो भनेर भन्ने विषयमा त्यसमा पर्याप्त छलफल भयो भनेदेखि यस्ता प्रश्नहरू उठ्दैनन् होइन। यसमा चाहिँ हामीलाई के कुरा आवश्यक छ त कानुन चाहिँ। मलाई त अझ हामी त्यहाँ छलफल आउँछौँ होइन तपाईँले भनेको ठाउँमा। तर त्योभन्दा पनि अगाडि चाहिँ हाम्रो माझमा एउटा प्रश्न छ जस्तो लाग्छ कि स्थानीय तहमा अहिले विधायकी अधिकारको अभ्यास भइरहँदाखेरि कानुन कसले बनाउने भन्ने कुरा क्या प्रश्न छ जस्तो लाग्छ कि। कानुन कतिपय हामी शाखागत हिसाबले हामीलाई आवश्यक पर्ने कानुनहरू, यो कानुन मलाई चाहिने रहेछ अथवा यो कानुन मलाई आवश्यक पर्ने रहेछ भनेर सभाबाट पास भएका अथवा सभामा निर्णय भएका अथवा सभामा त्यो टेबल भइकन त्यही दिन पास भएका कतिपय कुराहरू पनि छन्। अनि कुनै हामी जनप्रतिनिधिज्यूहरूसँग यो कानुन तपाईँसँग छ कि छैन भनेर सोध्यौँ भनेदेखि खोइ हाम्रो हाकिम साहबहरूले ल्याउनु त भएको थियो कति के कानुनहरू, उहाँहरूलाई थाहा छ धेरै कुराहरू भन्ने पनि जस्तो उत्तरहरू आउँछ। यस्तो खालको कुराले चाहिँ के देखिन्छ भने कानुन बनाउने चाहिँ को हो भन्ने कुरामै एउटा प्रश्न छ कि होइन। कानुन बनाउने नै कसले हो त भन्दाखेरि कानुन बनाउने चाहिँ यो चाहिँ जसले विधायकी अधिकार प्राप्त गरेको छ उसले कानुन बनाउने हो। विधायकी अधिकार प्राप्त गरेको भनेको चाहिँ स्थानीय तहको जनप्रतिनिधिले छ होइन। प्रत्यायोजित कानुन जनप्रतिनिधिले पनि प्रत्यायोजन गर्नुभएको छ अधिकार भनेदेखि त्यो कुरा शाखा प्रमुखहरूले आफूलाई चाहिने कार्यविधिहरू लगायतका कुराहरू निर्माण गरेर त्यो प्रत्यायोजित अधिकारको जगमा टेकेर उहाँहरूले मस्यौदा तयार गरेर कार्यपालिकाबाट पास गर्न सकिन्छ होइन। तर त्योभन्दा पहिला चाहिँ हामी स्थानीय तहको जनप्रतिनिधिहरूले के सोच्नु पर्यो भने मेरो जिम्मेवारी भनेको म सभाको सदस्य हुँ, म गाउँसभाको नगरसभाको सदस्य हुँ र म गाउँसभा नगरसभाको सदस्य भइरहँदाखेरि मेरो प्रमुख जिम्मेवारी भनेको चाहिँ यो गाउँपालिका नगरपालिकाको लागि आवश्यक पर्ने कानुन निर्माणमा मेरो सहभागिता हो भन्ने कुरा पहिला यहाँबाट क्लियर हुनुपर्छ। एकदम त्यो चाहिँ सभाको मुख्य जिम्मेवारी काम भनेको यसको कानुन निर्माण प्रक्रियामा होइन। अब यो 1 वर्षमा हुने एकचोटि जुन यो नीति तथा कार्यक्रम र बजेट पनि एउटा कानुन हो होइन। बजेट पनि कानुन हो होइन। अब
त्यसको लागि मात्रै होइन के, त्यसको लागि मात्रै होइन। त्यसले चाहिँ यसले वर्षभरिमा हामीले बनाउने कानुन, त्यो कानुनको प्रक्रिया, त्यो प्रक्रियामा उसको सहभागिता होइन, यो सबै कुरामा सदस्यहरूको भूमिका रहन्छ होइन। यसलाई चाहिँ कस्तो उल्टो छ भनेदेखि कर्मचारी ब्युरोक्रेसी भनेको कार्यान्वयन गर्ने संरचना हो होइन, उसले कार्यान्वयन गर्नुपर्छ होइन। जनप्रतिनिधि भनेको उसले चाहिँ करका दरहरू निर्धारण गर्छ होइन, कानुन बनाउँछ होइन, अनि त्यसलाई कार्यान्वयन गर्ने हो क्या उसले भनेपछि। अनि जसले कार्यान्वयन गर्ने हो उसलाई चाहिँ हामी कानुनको मस्यौदा गर्न दिन्छौँ होइन, उसलाई ड्राफ्ट बनाउन दिन्छौँ, अनि गर्नुहोस् तपाईँ मिलाएर ल्याउनुहोस् न भनेर हामी उसलाई दिन्छौँ, विश्वास गरिरहेका छौँ, उसलाई गरिरहेका छौँ। तपाईँ जे कामको लागि निर्वाचित हुनुभएको हो होइन, निर्वाचित हुनुभएको हो, जसले चाहिँ कानुन बनाउने अधिकार छ, जसलाई विधायकी अधिकार छ होइन, उसले चाहिँ त्यो काम नगरेर उसको ध्यान चाहिँ कहाँ छ त भन्दाखेरि चाहिँ त्यो बजेट कार्यान्वयनमा छ होइन। त्यो होइन, तपाईँको काम बजेट बनाउने काम जनप्रतिनिधिको हो, कार्यान्वयन गर्ने काम कर्मचारीको हो, कानुन बनाउने काम जनप्रतिनिधिको हो, कार्यान्वयन गर्ने काम कर्मचारीको हो होइन। हो यहाँनिर हामीले कतै भुल त गरिरहेका छैनौँ हामी। तपाईँ जनप्रतिनिधि हुनुहुन्छ भनेदेखि तपाईँको ध्यान बजेट कार्यान्वयनमा छ होइन, जसको चाहिँ जो कर्मचारी हो उसको काम कार्यान्वयन गर्ने हो। तपाईँले बनाएर दिएको, पास गरेर दिएको बजेट उसले कार्यान्वयन गर्ने हो, अनि उसलाई चाहिँ तपाईँ कानुनको ड्राफ्ट गरेर ल्याउनुहोस् है, यो के हो यो तपाईँ बनाएर ल्याउनुहोस् भन्नुभएको छ भनेपछि यो चाहिँ त्यतिसम्म पनि बरु ड्राफ्ट गर्ने कुरामा एउटा विज्ञता सहयोग लिने कुरामा पनि ठिकै छ, त्यो पाइयो त्यो चाहिँ फेरि यहाँ मात्रै स्थानीय तहमा मात्रै होइन, त्यसको कतिपय कुरामा चाहिँ सङ्घीय सरकारमा पनि देखिन्छ। अस्ति अलि अगाडि एउटा चाहिँ यो कुलिङ पिरियडको एउटा विषय उठेको थियो, त्यसमा चाहिँ एउटा चाहिँ सिंहदरबारका सचिवहरू चाहिँ पुरै त्यो देउसी खेला जसरी होइन कुलिङ पिरियड चाहिँ हटाउनुपर्छ भनेर उहाँहरू चाहिँ त्यसमा हिँड्नुभयो, र पछि त्यसको कार्यान्वयनको क्रममा चाहिँ सभाबाट एउटा पास भएको थियो, प्रतिनिधि सभाबाट, पछि त्यसलाई प्रमाणीकरण हुने बेलामा अर्कै भयो भनेर पनि ठुलो विवाद उठ्यो। जबकि त्यो कामै होइन उहाँको कामै होइन, त्यो विधायकी कामै उहाँको होइन। उहाँलाई कुलिङ पिरियड कति राख्ने कति नराख्ने होइन, त्यो विषय नै होइन उहाँको। उहाँलाई चाहिँ जनप्रतिनिधिलाई विधायकहरूले कसरी काम गरेका छन् त्यो तपाईँले कार्यान्वयन गर्ने हो भने चाहिँ हाम्रो यो बिग्रिन चाहिँ तल मात्रै होइन कि माथिदेखि नै यो सवाल अलिकति बिग्रेको पाइन्छ होइन। यसमा ठ्याक्कै यसलाई एक वाक्य भन्नुपर्दा विधायकी अधिकार जसको हो त्यसको मस्यौदादेखि नै संलग्न हुनुपर्छ। त्यसमा चाहिँ एक हिसाबले विज्ञ सहयोग लिने कुरा, समन्वय गर्ने कुरा त्यो ओपन छ, त्यो छ। तपाईँले त्यसलाई जस्तै त्यसमा त्यसको भाव आउने गरी कसरी लेख्नुपर्छ, त्यसको संरचना कसरी तयार गर्नुपर्छ भन्ने कुरामा विज्ञको सहयोग लिन पाइयो। तर तपाईँ कन्टेन्टमा नै होइन, कन्टेन्टमा नै चाहिँ अरूले चलाउने होइन, त्यो चाहिँ विधायकले नै। यो चाहिँ कानुन बनाउनका लागि चाहिँ कानुनै पढेको हुनुपर्छ भन्ने चाहिँ होइन क्या, फेरि कानुन पढेको भन्ने नै चाहिन्छ भन्ने तपाईँ त्यो विषयमा कानुन पढेकोले मात्रै बनाउन सक्ने होइन। कानुन पढेको चाहिँदैन नि। हाम्रो स्थानीय तहमा कानुन बनाउने बेलामा, कानुन तर्जुमा गर्ने बेलामा हामीलाई जे अधिकार दिएका क्षेत्रहरूलाई हामीले यसो हेऱ्यौँ भने हाम्रो स्थानीय तहमा भइरहेकै घटना परिघटनाहरूलाई व्यवस्थित गर्न त हामीलाई कानुन चाहिएको हो। अनि त्यो कुरामा त हाम्रो जनप्रतिनिधिभन्दा सक्षम होइन, जनप्रतिनिधिभन्दा बुझेको अर्को मान्छे छैन त होइन। हाम्रो परिघटना, त्यो सामाजिक परिवेशहरूलाई गभर्न गर्न, राम्रो बनाउन, त्यसलाई अझै थप प्रभावकारी बनाउन यो गर्दा ठिक होला भन्ने कुरा त त्यहीँको जनप्रतिनिधिलाई थाहा हुन्छ नि होइन। त्यो कुराको अब यता एक्सपर्ट सपोर्ट लिने, विज्ञ सहयोग लिने, मस्यौदा समितिहरू निर्माण गर्ने, त्यो कुरा त अर्को अलग बाटो छँदैछ। तर त्यसको ओनरसिप लिने कुरा र त्यसको इन्भल्भमेन्ट, सहभागिताको कुरामा चाहिँ त्यो जनप्रतिनिधिबाटै भयो भने त्यो कानुन चाहिँ अलि बढी प्रभावकारी हुन्छ, र उहाँहरूलाई थाहा पनि हुन्छ, जनप्रतिनिधिहरूलाई थाहा पनि हुन्छ हाम्रो यो कानुन बन्यो भन्ने कुरा थाहा पनि हुन्छ होइन। यसमा चाहिँ यही अघिको कुरामा जाउँ हामी फेरि, अघि हामी आवश्यकताको कुरामा पूर्व विधायकी चरणमा के काम गरिन्छ भनेर भनेको तिनवटा कुरा भयो। एउटा पूर्व विधायकी चरण भनेको चाहिँ यसको जुन एउटा विधेयकको यसको आवश्यकता पहिचान गर्नेदेखि होइन, यो कुरा हामीले बनाउनु पऱ्यो भनेर यो त्यसलाई चाहिँ मस्यौदाको रूपमा कार्यपालिकाबाट स्वीकृत गर्ने बेलासम्मको चरणलाई चाहिँ यसलाई पूर्व विधायकी चरण भनिन्छ होइन। एउटा विधेयकको रूपमा यसलाई सबैभन्दा पहिला कुनै पनि कानुन चाहिँ किन, कानुन चाहिँ को आवश्यकता किन भयो भन्ने कुरा त्यसको
एउटा पुष्टाइ चाहिन्छ होइन। यो कानुन चाहिँ हाम्रो लागि आवश्यक छ भनेर भन्ने कुरा यसको सुरुमा यसको अवधारणा पत्रमा काम गर्नुपर्छ, कन्सेप्टमा के होइन। यो कानुन चाहिँ हाम्रो लागि आवश्यक भयो। यसलाई हामीलाई कानुन हामीलाई संविधानले होइन अन्य प्रावधानहरूले यसलाई हामीलाई अधिकार दिएको छ। यो कानुन हाम्रो लागि आवश्यक भयो। अथवा समस्या के भयो होइन, त्यो समस्यालाई समाधान गर्नुको निम्ति के गर्नुपर्छ र अहिले हामीसँग भइरहेका विद्यमान कानुनहरूले त्यसलाई परिपूर्ण गर्न सक्छ यहीँनिर चाहिँ हामीलाई कानुन आवश्यक भयो भनेर भन्ने कुरामा छलफल भइसकेपछि यसमा अहिले भइरहेका के व्यवस्थाले त्यसलाई रोकेको छ, हामीलाई के गर्नु पर्यो र अहिले के कुरा नभएर यो काम गर्न पाइएन भन्ने कुरा चाहिँ यसले भन्छ, यसले बोल्छ होइन। भनेको त्यो अवधारणा पत्रले बोल्छ क्या, अवधारणा पत्रले। यहीँनिर अब कतिपय पालिकाहरूको देखिन्छ त्यो 74 सालमै त्यो कानुन पास गर्ने भनेर सभामा ल्याइसकेका छ। त्यो माइनर पल्टाएर हेऱ्यो भनेदेखि पछि 79 सालतिर पनि अर्को सभामा पनि त्यही कानुन पास गर्न छ। कतिमा त्यो दुइटै कानुन पनि देखिन्छ होइन, कतिमा पछिल्लो छ अघिल्लो छैन, कतिमा चाहिँ पास गर्ने भनेर लेखा छ, कानुन चाहिँ बनाउन बाँकी छ होइन। यो यसरी होइन कानुन बनाउने होइन। यो तपाईँले अवधारणा पत्रमा पर्याप्त छलफल गर्नुपर्छ। त्यसमा पर्याप्त छलफल गर्नुभयो भनेदेखि तपाईँले भेट्नुहुन्छ होइन। अब तपाईँले कुनै कानुन चाहिँ यो कानुन हामीलाई आवश्यक पर्यो भनेर भन्यो भने सबैभन्दा पहिला के हेर्नु पर्यो, यो कानुन हाम्रो छ कि छैन, बनाइसक्यौँ कि। त्यसको लागि के गर्नु पर्यो, तपाईँको अभिलेखीकरण प्रपर भएको हुनु पर्यो होइन। अब अभिलेखीकरण प्रपर हुनु भएको भने तपाईँको अभिलेख शाखामा गएर बनेका कानुनहरूको चाहिँ प्रमाणीकरण कपी हुनु पर्यो होइन। त्यो बनिसके पछाडि चाहिँ लागू गर्नु अगाडि चाहिँ राजपत्रमा प्रकाशित गरेको हुन्छ, राजपत्रका प्रतिहरू होला, रजिस्टर किताब हुनसक्छ। यसलाई हामी अहिले पूर्व विधायकी चरणमा नि छलफल गर्छौँ। त्यसमा गरेर त्यो छ कि छैन, खालि यो कन्सेप्टको कुरामा गर्दाखेरि चाहिँ अवधारणा पत्रमै गर्दाखेरि त्यहाँ गएर हेर्नु भने देखिन्छ नि त। यसरी अघि जसरी हामीले दुईवटा कानुन देखियो भनेर भनेका छौँ नि होइन, त्यो छ कि चाहिँ यो एकदमै सामान्य कुरा हो, सामान्य मिस्टेक हो यो होइन। तर यसको परिणाम त धेरै ठुलो हो नि त, यो त धेरै ठुलो ब्लन्डर हो नि त। तपाईँसँग एउटा कानुन अलरेडी कुनै सभाले चाहिँ पास गर्ने भनेर भनिसक्नु भएको छ, त्यसमा पनि अझ आज त हामी भर्खर 9 वर्षमा छौँ। अहिले फेरि बनाउनु भयो भनेदेखि त्यो कुरा राम्रो भनेपछि त्यसमा पर्याप्त छलफल गर्नु पऱ्यो। भनेको चाहिँ हामीसँग भएका व्यवस्थाहरू होइन, यो चिज छको छ कि भन्ने कुरा यसको अवधारणा पत्रले नै त्यो कुरा भन्छ। त्यो भइसकेपछि अब छैन होइन, यो अहिलेसम्म भएको हाम्रो कानुनी व्यवस्था छैन, हाम्रो ऐनमा यो व्यवस्था छ होइन। कुनै कार्यविधि बनाउनु पऱ्यो भनेदेखि ऐनमा यो व्यवस्था छ। त्यो हासिल गर्नका निमित्त चाहिँ यसको यो कसरी काम गर्ने भनेर भन्ने कुरामा को लागि आवश्यक कार्यविधि चाहियो भन्ने कुरा भयो भनेदेखि ल ठिक छ, यो कुरा छैन भनेर भन्ने कुरा चाहिँ यसलाई कार्यपालिकाले सैद्धान्तिक रूपमा यसलाई ल ठिक छ, यो यस्तो खालको कानुन होइन, यस्तो खालको कानुन, यो कानुन होइन कि यस्तो खालको यो विषयहरू भएको चाहिँ यो खालको कानुन बनाउने भने सैद्धान्तिक सहमति दिन्छ कार्यपालिकाले लिनुपर्छ। यसको प्रक्रिया हेर्नुहोस् है, यो कति लामो छ। अब हामीले तपाईँले सोध्नु भएको थिएन, हामीले प्रक्रिया कतिको पुरा गरेको, हामीले गरेको ठिक छ कि छैन भनेर भन्ने कुरा चाहिँ यो कुरा गरेको छ कि छैन। हामीले कुनै कानुन बनाउँदाखेरि तपाईँले अवधारणा पत्रमा काम गर्नुभएको छ कि छैन होइन। अनि त्यसमा पर्याप्त छलफल गर्नुभएको छ कि छैन, खोजी गर्नुभएको छ कि छैन, हामीसँग भएको व्यवस्था के हो होइन। अहिले भएका विद्यमान कानुनहरूले त्यो उद्देश्य हासिल हुन्छ कि हुँदैन भन्ने कुरामा पर्याप्त छलफल भएको छ कि छैन त होइन। त्यो कुराले अब हामी सैद्धान्तिक सहमतिसम्म कार्यपालिकाबाट सैद्धान्तिक सहमति लिने चरणमा पुग्छौँ। अब त्यसले चाहिँ ल ठिक छ, अब यसलाई चाहिँ हामी सैद्धान्तिक रूपमा यस्तो खालको कानुन बनाउने होइन, यो ऐन नियम कार्यविधि मापदण्ड के बनाउनु पर्ने हो, यस्तो खालका विषयहरू समेटेर यो बनाउने भन्ने कुरा चाहिँ सैद्धान्तिक सहमति कार्यपालिकाबाट लिनु पऱ्यो। भनेपछि योसम्म आउँदाखेरि चाहिँ त्यो कानुनले यो कानुन बन्दाखेरि यसले के कुराहरूमा भार पर्छ, यसले के हासिल गर्छ, के राम्रो गर्छ भन्ने एउटा कुरा भयो। यसले चाहिँ अरू आर्थिक रूपमा भार पर्छ कि होइन, आर्थिक रूपमा दायित्वहरू थप हुन्छ कि जनशक्ति थप गर्नुपर्छ कि होइन। त्यो कानुन निर्माण भइसकेपछि कार्यान्वयन गर्न होइन, कार्यान्वयन गर्दाखेरि चाहिँ त्यसले के हासिल, त्यसले चाहिँ थप हामीलाई चाहिँ राजस्व उठ्छ कि हाम्रो चाहिँ थप खर्च हुन्छ कि। त्यो कानुन त कार्यान्वयन गर्नुपर्छ नि त पहिले होइन। त्यो हुन्छ भनेदेखि त्यसलाई कहाँबाट बिहेर गरिन्छ, यस्ता सबै कुराहरू त्यसमा आवश्यक हुन्छ। त्यो विषयमा पर्याप्त छलफल गर्नुपर्छ अनि यो विषयमा छलफल गर्नुपर्छ। त्यो गरिसकेपछि अब त्यसलाई कार्यपालिका आफू अन्तर्गतका कुनै विषयगत समितिहरूलाई होइन, विषयगत समिति अथवा कसैलाई जिम्मेवारी तोकेर अथवा कुनै मस्यौदा समिति, कुनै एउटा जिम्मेवारी तोकेर चाहिँ त्यसलाई चाहिँ मस्यौदा तयार गर्ने एउटा समिति नै पनि तोक्न सक्छ। अथवा कुनै निश्चित कानुनहरूमा बनाउने क्रममा निश्चित त्यसैको लागि मात्रै छुट्टै एउटा
समिति तत्त्व समिति पनि बनाउन सक्छ, त्यसले चाहिँ कार्यदल जस्तो पनि कार्यदल जस्तो पनि बनाउन सक्छ, जसले चाहिँ मस्यौदा गर्छ होइन। मस्यौदा गरेर कसै न कसैले काम थाल्नु पऱ्यो नि त होइन, कसैले कसैले यो सैद्धान्तिक सहमति हाम्रो यो भयो, यस्ता यस्ता विषयहरू हामीलाई आवश्यक छ। समस्या यो हो, समस्या यो हो, हामी पुग्नुपर्ने यहाँ हो, यो हासिल गर्नका निमित्त र त्यो चाहिँ यसको लागि कानुन बनाउनु पऱ्यो है, कानुनको मस्यौदा बनाउनु पऱ्यो भने त्यसलाई चाहिँ मस्यौदा समितिलाई यसलाई जिम्मा दिन्छ हो। अब यहाँनिर आइसके पछाडि अब यो मस्यौदा समितिले चाहिँ अघि हामीले कर्मचारीहरूको सहयोग लिने भनेर भन्यौँ होइन, कर्मचारीको सहयोग लिन सकिन्छ होइन, कतिपय विज्ञ त्यो क्षेत्रका विज्ञहरूको सहयोग लिन सकिन्छ, नागरिक अगुवाहरूको जिम्मेवारी लिन्छ, नागरिकै लिन सकिन्छ, विभिन्न सङ्घ संस्थाहरूको सहयोग लिन सकिन्छ होइन, कसैको सहयोग लिन सकिन्छ। किनभने सबै कुरा जानेको नि हुँदैन, सबै कुरा जान्न जरुरी पनि हुँदैन होइन। हाम्रो उद्देश्य यो हो, हाम्रो अवधारणा यो हो होइन, यो विषय हामीलाई फेरि अर्को त हामीले बनाउने मस्यौदा नै अन्तिम ऐन पनि होइन होइन, यो त कसैले यसको लागि चाहिँ विभिन्न त्यस्ता सरकारवाला निकायहरूसँग छलफल गरेर परामर्श गरेर तिनीहरूबाट चाहिँ ल्याउन सकिन्छ भनेको चाहिँ उनीहरूको सुझावलाई समेत आधार बनाएर यसले चाहिँ यसलाई त्यो कुराहरू पनि राख्नुपर्छ है। त्यो पनि एउटा कानुनको अङ्ग हो। मैले यो मान्छेहरूसँग छलफल गरेँ, मैले यस्ता यस्ता नागरिक समाजसँग छलफल गरेँ, मैले यो विषयका शाखाका कर्मचारीहरूसँग छलफल गरेँ होइन, उनीहरूबाट यस्तो यस्ता खालका सुझावहरू आयो। त्यो प्राप्त सुझावहरू पनि एउटा कतै तपाईँले त्यसलाई अभिलेखीकरण गरेर राख्नुपर्छ। कानुन भनेर चाहिँ खालि त्यो प्रमाणीकरण गरेको कपी मात्रै होइन नि त, तपाईँले के प्रक्रिया अवलम्बन गर्नुभयो भन्ने कुरा चाहिँ त्यसमा चाहिँ छलफल गर्न सकिन्छ। छलफल गरेर उनीहरूसँग आएको त्यो सुझावहरूलाई पनि राखेर अनि त्यस पछाडि यसलाई एउटा मस्यौदाको रूपमा तयार गरेर अनि बल्ल यसलाई कार्यपालिकामा पेश गर्नुपर्छ। अब यसको थोरै त्यो अभ्यासको कुरा गर्दा नि तपाईँले भन्नुभयो नि अघि सम्बन्धित सरकारवालाहरूसँग चाहिँ छलफल गर्नुपर्छ भन्ने होइन, यसले त धेरै फाइदा हुन्छ। सम्बन्धित सरकारवालाको पनि एउटा ओनरसिप हुन्छ, म पनि सहभागी भएर बनेको कानुन हो भन्ने हुन्छ। भोलि त्यसलाई इम्प्लिमेन्टेसन गर्ने बेलामा, कार्यान्वयन गर्ने बेलामा उसले चाहिँ मैले पनि बनाएको कानुन हो, त्यस कारण मैले यसलाई पालना पनि गर्नुपर्छ भन्ने हिसाबले पनि लिन्छ होइन। यसको एउटा अभ्यास के भएको थियो भने म एउटा हाम्रो बागमती प्रदेशको यो कानुन संशोधन गर्ने कार्यदलमा थिएँ होइन, वन तथा वातावरण ऐन संशोधन गर्ने कार्यदलमा थिएँ। अनि त्यो कार्यदलले एउटा काम सक्यो, एउटा मस्यौदा तयार गर्यो। अनि त्यसपछि चाहिँ विभिन्न सरकारवालाहरूसँग हामी छलफल गर्न थाल्यौँ। अनि स्थानीय तहको प्रतिनिधिहरूसँगको छलफलमा हामी छुट्यौँ एकचोटि गोदावरीमा। अनि त्यहाँ स्थानीय तहको प्रमुख उपप्रमुखहरूले के भन्नुभयो भने यो चाहिँ नौलो अभ्यास हामीले यो पटक प्राप्त गऱ्यौँ कि प्रदेशले पनि कानुन बनाउँदाखेरि हामी स्थानीयलाई पनि सोधेर होइन यसरी हाम्रो पनि राय लिएर चाहिँ कानुन बनाउनु भयो भनेर नौलो अभ्यास भयो कि उहाँहरूको लागि। भनेपछि अब त्यसले के हुन्छ भने त्यो कानुन बनाउन त प्रदेशले बनाएको हो होइन, कार्यान्वयन प्रदेशले नै गर्ने हो। तर त्यसो कार्यान्वयन गर्दाखेरिको अर्को एउटा सरकारवाला भने त स्थानीय तह पनि हुन्थ्यो नि। अब स्थानीय तहलाई के फिल हुन थाल्यो अब त्यो कानुनप्रति भने म पनि आफू सहभागी भएको छु नि त त्यहाँ त होइन, मैले पनि सुझाव दिएको छु अथवा मेरा सुझावहरू पनि त्यहाँ छन् भनेपछि उसले अब आफूलाई पनि त्यहाँनिर देख्ने भयो कि कानुनलाई। त्यो चाहिँ अब प्रदेशले यसको सरकारवाला त कार्यान्वयन त त्यहाँ हुन्छ भनेपछि उसले ऊ पनि त एउटा सरकारवाला हो नि त होइन, उसलाई पनि त्यसलाई सहभागी गरायो भने चाहिँ हामीले पनि स्थानीय तहहरूले कानुन बनाउँदाखेरि चाहिँ हाम्रा जनता, हाम्रो ओडा होइन, हाम्रो समुदाय होइन, त्यो सरकारवाला हो नि त, सरकारवाला पनि त्यसमा चाहिँ पर्याप्त छलफल गरेर। जस्तो तपाईँले शिक्षासँग सम्बन्धित कानुन बनाउँदै हुनुहुन्छ, ऐन बनाउँदै हुनुहुन्छ, विधेयक बनाउँदै हुनुहुन्छ भने शिक्षासँग सम्बन्धित विधेयकको मस्यौदा गर्ने बेलामा शिक्षकहरूसँग पनि, अभिभावकहरूसँग पनि होइन, इभन बालबालिकाहरूसँग पनि अब अझ हामी अहिले त चाइल्ड फ्रेन्डली लोकल लेभल भन्न थालेका छौँ, बालमैत्री स्थानीय तह भन्न लागेका छौँ भनेपछि यो सरकारवालाहरूसँग पनि अथवा शिक्षा क्षेत्रमा काम गरिरहेका सङ्घ संस्थाहरूसँग पनि होइन हामीले चाहिँ त्यसरी परामर्शहरू लिएर गऱ्यौँ भनेदेखि त्यो चाहिँ अझै बढी ओनरसिप पनि हुन्छ, अझै बढी सुझावहरू पनि आउँछ, अझै त्यो परिष्कृत बन्न पनि सजिलो हुन्छ होइन। उहाँहरूले दिएका सुझावहरू हुबहु मानेर लागू गर्नुपर्छ भन्ने जनप्रतिनिधिलाई त्यो खालको दबाब होइन। यद्यपि छलफल गरेर चाहिँ उहाँहरूलाई पनि एउटा ओनरसिप सहभागितामूलक चाहिँ बनाउन हामीले सक्छौँ। अब यसमा छलफल गर्दाखेरि यसरी सरकारवालाहरूसँग छलफल गर्दा स्थानीय तहले चाहिँ कसरी काम गर्न सक्छ त भन्दाखेरि यसले हामीले के कानुन बनाउँदैछौँ भन्ने विषयमा स्थानीय आफ्ना वडा बस्ती समुदाय स्तरमा छलफल गर्न सकिन्छ। मात्र एउटा विषय चाहिँ जुन हामीले राजस्व यो करका दरहरूको विषयमा छलफल गर्दाखेरि चाहिँ त्यस्ता विषयमा छलफल गर्दा चाहिँ हामीले सैद्धान्तिक कुरामा मात्रै छलफल गर्नुपर्छ। त्यसलाई चाहिँ यसको दरै कति राखौँ, कति राख्दाखेरि उपयुक्त हुन्छ होइन, त्यसरी छलफल। किन करको एउटा संवेदनशीलताको हिसाबले होइन, करको कुरा चाहिँ व्यक्ति आफैले
त्यसमा सहभागी हुनुपर्ने होइन कर त मान्छेले कम तिर्न पाए हुन्थ्यो अथवा चाहिँ लिनेले बढी उठाउनु पाए हुन्थ्यो भन्ने कुराको एउटा खालको हुन्छ त्यसलाई एउटा अझ त्यो उता राजस्व परामर्श समितिलाई हेर्ने हो भने त त्यहाँ समितिमा त दुईटा स्टेक होल्डर त त्यहाँ हुन्छ नै होइन उद्योग वाणिज्य सङ्घ चेम्बरको प्रतिनिधिहरू त्यहाँ हुन्छ नै अनि यसलाई खालि के भनेदेखि यो चाहिँ यस्तो कुरामा चाहिँ सैद्धान्तिक रूपमा मात्रै छलफल गर्न सक्छौँ हामीले होइन यस्तो विषयमा चाहिँ सैद्धान्तिक रूपमा छलफल गर्न सक्छौँ कि खालि त्यसमा चाहिँ त्यसको विषयमा दरकै विषयमा छलफल गरिँदैन नत्र अन्य विषयहरूमा सक्दो ओपनली यसलाई छलफल गरेर त्यहाँबाट चाहिँ सुझावहरू सङ्कलन गर्नुपर्छ हो त्यसपछि अब त्यसरी सुझावहरू सङ्कलन गरेर प्राप्त गरिसकेपछि अब मस्यौदा समितिले चाहिँ त्यो कानुनसँग सम्बन्धित अथवा त्यो विषयसँग सम्बन्धित एउटा मस्यौदालाई अब कार्यपालिकामा पेश गर्छ होइन उसलाई दिएको टास्क पनि त्यति नै थियो मस्यौदा तयार गरेर दिने भन्ने अनि कार्यपालिकाले त्यो मस्यौदा समितिबाट मस्यौदाको रूपमा ग्रहण गर्छ र कार्यपालिकाको बैठकबाट यहाँ चाहिँ अरू केही थप सुझाव अथवा केही छलफल अथवा केही संशोधन गर्नुपर्ने छ भनेदेखि कार्यपालिकामा थप छलफल गर्छ र त्यो चाहिँ हामीले सभामा पेश गर्ने भनेर निर्णय गर्छ त्यो अब विधेयक भयो त्यो हो सभाको बिजनेस कार्यपालिकाले दिनुपर्छ सभाले आफैले बनाउने होइन कतिपय चाहिँ सभा सञ्चालन सम्बन्धी कार्यविधि नियमावलीहरू बनाउनु पऱ्यो भनेदेखि सभाले बनाउन सक्ने भयो नत्र भनेदेखि सभालाई चाहिने बिजनेस चाहिँ कार्यपालिकाले दिनु पऱ्यो यो चाहिँ एउटा उसले बनायो मस्यौदाको रूपमा बनायो कार्यपालिकाले त्यसमा चाहिँ प्राप्त सुझावहरूलाई पनि समेटेर त्यसलाई चाहिँ छलफल गरेर त्यसलाई विधेयकको रूपमा कार्यपालिकाले पास गरिसकेपछि त्यो चाहिँ विधेयक बन्छ होइन एउटा विधेयक बन्छ भन्दा नि विधेयकका रूपमा सभामा दर्ताको लागि योग्य हुन्छ भने चाहिँ त्यो यो अवधारणा पत्रमा छलफल जुन आवश्यकताको पहिचान भइसकेपछि अवधारणा पत्रदेखि मस्यौदा तयारी हुँदै कार्यपालिकामा यसको छलफल भएर जुन एउटा कानुन सभामा पेश गर्ने विधेयकका रूपमा पेश गर्ने जुन डकुमेन्ट हुन्छ त्यहाँसम्मको काम चाहिँ के भयो पूर्व विधायिकी चरण अन्तर्गतको काम भयो त्यसरी अब यहाँसम्म आइपुग्दा पनि नि एउटा अर्को कन्फ्युजन के छ भने कतिपय हाम्रो नगरसभाका सदस्यज्यूहरूलाई चाहिँ के लाग्छ भने यो त छलफल गर्ने काम के गर्ने काम सबै कार्यपालिकाबाट सिद्धिसक्यो नि होइन मेरो त के भूमिका छ र कार्यपालिकाले गरिसक्यो त भन्ने पनि हुनसक्छ होइन तर कार्यपालिकामा आएर मस्यौदा समितिले त्यो मस्यौदालाई कार्यपालिकामा आएर विधेयकको रूप लिन्जेलसम्म पनि त्यो चाहिँ विधेयक सभामा दर्ता नगरुन्जेलसम्म पनि अथवा कार्यपालिकाले त्यो निर्णय गर्दैमा त्यो चाहिँ अकाट्य होइन त्यसमा हामीले संशोधन गर्न सक्छौँ त्यसमा दफावार छलफल थप गर्न सक्छौँ होइन सभाका सदस्यहरूको त्यही त हो सभाका सदस्यहरूको विधायकी अधिकार भनेकै त्यही हो अब त्यो मस्यौदा उप चाहिँ उहाँहरूले निष्फिक्रीसँग होइन आफ्ना नागरिकका अथवा आफ्नो माटोको अथवा आफ्नो भूगोलको कुरा त्यहाँ आयो कि आएन भने यो कुरा राखौँ भनेर भन्ने ठाउँ चाहिँ पर्याप्त छ है त्यो चाहिँ कहिलेकाहीँ हाम्रो मिसअन्डरस्ट्यान्डिङ के छ भने पास गरिसके त कार्यपालिकाले हाम्रो के काम भयो त हामीलाई यही 2 घन्टा यसो उभिउनलाई त बोलाएको हो नि भन्ने जस्तो उहाँहरूको आक्रोश कहिलेकाहीँ सुनिन्छ होइन तर त्यसरी निराश भइहाल्नु पर्दैन त्यो चाहिँ कार्यपालिका पास गर्दै कार्यपालिकामा एउटा खालको अब सबै वडाध्यक्षहरू त्यसमा हुनुहुन्छ मेयर हुने उपमेयर हुने लगभग सबै त सकिसक्यो त होइन यत्र मान्छेले गरेको कुरा भन्ने छ त्यस्तो चाहिँ होइन त्यो चाहिँ पूर्व विधायिकी चरणमा एउटा मस्यौदाका रूपमा सम्म तयार हुने हो त्यसपछि विधायिकी चरणमा यसको धेरै काम हुन्छ होइन विधायिकी चरणमा चाहिँ यसको धेरै काम हुन्छ यसलाई चाहिँ कार्यपालिकाले आफ्नो हिसाबले चाहिँ मस्यौदालाई स्वीकृति गरिसकेपछि त्यसलाई सभामा यो चाहिँ दर्ता हुन्छ होइन यो सभामा दर्ता गर्न लानुभन्दा पहिला नि जस्तो हामीले पूर्व विधायिकी चरणमा के काम गर्यौँ नि त्यसको पनि हामीले चाहिँ दस्तावेजीकरण चाहिँ फेरि प्रपरली ढङ्गबाट राख्नु पर्यो होइन हामीले अवधारणा पत्रदेखि नै अवधारणा पत्र के आयो त्यसलाई राख्नु पर्यो कार्यपालिकाले त्यसलाई सैद्धान्तिक सहमति दियो कि दिएन दिएको निर्णयलाई पनि हामीले राख्नु पर्यो त्यसपछि मस्यौदा समिति गठनका लागि हामीले जुन निर्णय गर्यौँ त्यो कुरालाई पनि राख्नु पर्यो मस्यौदा समितिले मस्यौदा गर्दा कति चरणमा गर्यो कसरी गर्यो होइन त्यो कुरालाई पनि हामीले त्यहाँ राख्नु पर्यो अनि सरकारवालाहरूसँग हामीले छलफल गरेका कुराहरू उहाँहरूले दिएका सुझावहरू त्यसमा भएका परिमार्जनहरू होइन त्यो कुराहरूलाई पनि हामीले त्यसलाई डकुमेन्टेड गर्नु पर्यो होइन त यो कुरा त सँगै पेश हुनु पर्यो नि मस्यौदा समितिले विधेयकको रूपमा दिँदाखेरि त यो चाहिँ
यो सबै यो आफ्नो हिसाबले यसमा अभिलेखीकरण गर्नु पर्यो होइन। त्यो विधेयक पेश गर्दाखेरि नै यसका त्यो सबै कुराहरू त त्यसमा विधेयक पेश गर्दा होइन, तर हामीलाई ब्याकअपमा त यो सबै प्रोसेस पुरा गर्यो सबै चाहियो। तपाईँले हेर्दाखेरि चाहिँ यसको त छ नि त कानुन निर्माणको चाहिँ यसको जुन अभिलेखीकरण कार्यपालिकामा पनि यसको अभिलेख शाखा हुन्छ, सभामा यसको सचिवालय हुन्छ। मैले यो किन अझै पनि जोड दिइरहेको छु भने नि, जस्तो हामी कतिपय चाहिँ हाम्रो अहिले कपी पेस्टको जमाना छ कि, कतिपय हामीलाई समस्या पर्छ, समस्या परेपछि के गर्ने होला, यो ऐन बनाउनु पर्ने थियो भन्ने भयो भने मेरो फलानु नजिकको पालिकामा बनाएको छ, म त्यो शाखाको प्रमुखसँग मागिहाल्छु नि भनेर हामी आफै माग्छौँ। अनि त्यो मागेको कुरालाई ट्याक्क त्यसकोमा चाहिँ रिप्लेस अल गरेर आफ्नो पालिकाको नाम राख्छौँ होइन। कतिपय नाम राख्छौँ भनौँ न, कतिपयमा त नाम पनि फेरिएको देखिँदैन हामी होइन। एउटा स्थानीय तहको राजपत्र प्रकाशन भएको छ, भित्रपट्टि नाम चाहिँ अर्कै स्थानीय तहको छ होइन। त्यो त त्रुटि हो, त्यो एउटा त्रुटि हो होइन। त्यो सच्याउन मिल्ने त्रुटि हो, त्यसलाई सच्याउनु पर्छ। तर त्यो गम्भीर त्रुटि चाहिँ गर्न मिल्दैन फेरि होइन। हाम्रो आफ्नो टेरिटोरीभित्र अर्काको कानुन पास गर्नु मिल्दैन। त्यो चाहिँ किन त्यो त्रुटि भयो भने मैले यहीँनिर जोड्न खोजेको, कतिपय हामीले चाहिँ पूर्व विधायकी चरणमा गर्ने कामहरूलाई कम प्राथमिकता दिइरहेका छौँ कि, अथवा हेलचेक्राइ गरिरहेका छौँ कि, अथवा कानुन शिक्षा सम्बन्धी कानुन बन्नु त हो नि, पल्लो छिमेकीले बनाएको जस्तै त हो नि हाम्रो पनि। त्यस कारणले त्यसकै ल्याएर हुबहु त्यसलाई पास गरिदिउँ, नाम फेरिदिउँ भइहाल्यो भन्ने गरी हामीले अलिक बढी हल्कासँग लियौँ कि ठिक छ, पारीको अर्को स्थानीय तहले बनाएको शिक्षा ऐनलाई पनि हामीले रेफरेन्सको रूपमा लिन सक्छौँ होइन। त्यहाँ भएका व्यवस्थाहरू के रहेछ भनेर हेर्न सक्छौँ। तर हामीले त्यसलाई मस्यौदा समिति मार्फत अझ त्यसलाई सुरुदेखि नै हेर्ने हो भने त अवधारणा पत्र तयारी, सैद्धान्तिक सहमति, मस्यौदा समिति निर्माण, अनि मस्यौदा तयारी, मस्यौदा समितिले ह्यान्डओभर, त्यसपछि कार्यपालिकामा आएर कार्यपालिकाले विधेयकको रूपमा सभामा पेश गर्ने भन्नेसम्मको निर्णयहरू त हामीले प्रपर गर्नु पर्यो नि। यो कुरा त होइन, यसलाई त हामीले स्किप गर्न सक्दैनौँ, मिलेन। यो सबै कुराहरू चाहिँ नगरिकन बन्यो भने अघिदेखि हामी भनिरहेको छौँ नि, कानुनको जुन तपाईँले के बनाउनु भयो भन्दा पनि कसरी बनाउनु भयो भन्ने कुरा चाहिँ तपाईँ कसरीमा चुक्नु भयो, के त गर्नुभयो तपाईँले होइन। शिक्षा सम्बन्धी ऐन त आयो, तर त्यसलाई कसरी बनाउनु भयो भन्ने कुरामा कसरी बनाउनु भयो भने यो सबै कुरा गर्नुभयो र त्यसको अभिलेखहरू चाहिँ प्रपर हिसाबले राख्नु भएन भने चाहिँ तपाईँले अवधारणा पत्र पनि गर्नुभयो, सैद्धान्तिक सहमति पनि लिनुभयो, सरकारवालासँग छलफल पनि गर्नुभयो, गरौँ न भनेर चाहिँ भेला गरेर गर्नुभयो। त्यो कुरा राख्नु पनि पर्छ, अभिलेखको रूपमा पनि राख्नुपर्छ, लिखित दस्तावेजको रूपमा पनि राख्नुपर्छ। कोसँग छलफल गर्नुभयो, कसले के भन्यो होइन, त्यसको बेस त त्यो हो नि त होइन। अहिले संविधान हेऱ्यो भने त यत्रो देखिन्छ नि त, तर त्यो संविधानको लागि चाहिँ देशभरिबाट सुझाव सङ्कलन गरिएको छ। अब त्यो मस्यौदाकै चरणमा पनि धेरै कामहरू भएका छन्। भदौको आगो लागिबाट बच्यो कि बचेन थाहा छैन, तर यो देशभरिबाट संविधान निर्माणका निमित्त नागरिकहरूको सुझाव सङ्कलन गरिएको छ होइन। त्यो चिजहरू त्यो हाम्रो सम्पत्ति हो होइन। त्यसमा नागरिकले दिएको कुरा सबै कुरा परेको परेन थाहा छैन, सम्पत्ति पनि हो अनि त्यो चाहिँ एउटा संविधान निर्माणको एउटा अङ्ग पनि हो, अङ्ग हो त्यो। अब त्यो कुरा सबैको कुरा पढ्न पर्छ भन्ने जरुरी पनि हुँदैन, पढ्न सम्भव पनि हुँदैन, तर पनि त्यो कुरा आवश्यक हुन्छ, चाहिन्छ। अथवा त्यो चाहिँ हामीले दिएको सुझावहरू परेनछ भने नै पनि हामीलाई के एउटा अपनत्व चाहिँ भएको छ भने मेरो संविधान बनाउने बेलामा सहभागिता मेरो पनि छ, किनभने मैले पनि सुझाव दिएको थिएँ त्यहाँ भन्ने चाहिँ एउटा फिलिङ्स चाहिँ त्यो आउँछ। अब त्यस पछाडि यसलाई पूर्व विधायकी चरणबाट जब मस्यौदा चाहिँ तयार भएर कार्यपालिकाबाट त्यसमा छलफल भएर यसलाई चाहिँ विधेयकको रूपमा सभामा दर्ता हुन्छ। सभामा दर्ता हुँदाखेरि यसलाई सभामा चाहिँ प्रमुख प्रशासक अधिकारी सभाको सचिव हुनुहुन्छ, कार्यपालिकाको प्रमुख प्रशासक अधिकारी सभाको सचिव हुनुहुन्छ। सभाको सचिवको रूपमा उहाँले त्यसमा काम गर्नुहुन्छ भने चाहिँ त्यसलाई चाहिँ विधेयक त्यसमा दर्ता हुन्छ। दर्ता भइसकेपछि त्यो सभामा त्यसको प्रस्तुति हुन्छ होइन। अब त्यो सभा सञ्चालनको क्रममा हामीले चाहिँ कुराकानी गरेका छौँ होइन। यसको सचिवालय यसले चाहिँ त्यो चाहिँ त्यसलाई पेस हुन्छ। पेस भइसकेपछि त्यसमा चाहिँ छलफल हुन्छ, फेरि पनि सैद्धान्तिक छलफल हुन्छ, यो कानुन कस्तो हो होइन भन्ने कुरा विषयमा, यो कानुन कस्तो हो, किन बनायो भनेपछि त्यसको सैद्धान्तिक रूपमा छलफल हुन्छ। सैद्धान्तिक रूपमा छलफल भइसकेपछि यसको चाहिँ दफावार छलफल हुन्छ होइन। यो कानुनको चाहिँ 1, 2, 3मा चाहिँ यसको दफावार छलफल हुन्छ। अब अघि भनेको थियो नि त, यो चाहिँ कार्यपालिकाले पास गरिसक्यो, अब सकिएको त होइन। तपाईँ कार्यपालिकामा हुनुहुन्थ्यो भने पनि यसलाई चाहिँ त्यसको
प्रत्येक दफामा चाहिँ दफावार छलफल हुनुपर्छ। अब यसमा आएर चाहिँ यसमा आवश्यक पर्यो भनेदेखि थप छलफल गर्ने मेथड चाहिँ यसलाई फेरि विधान समितिमा पनि पठाउन सकिन्छ। अथवा त्यहाँ संशोधनको लागि सभाका सदस्यहरूले प्रस्ताव गर्नुभयो भने त्यो चाहिँ विधान समितिमा त्यसलाई थप छलफलको लागि यहाँनिर कहिलेकाहीँ चाहिँ यो विधान समिति भनेर बनाएको हुन्छ अनि विधान समितिको काम चाहिँ यो कानुनहरूको चाहिँ मस्यौदा गर्ने हो कि भनेर त्यहाँनिर कन्फ्युज भएको पाइन्छ कि विधान समितिको काम यहाँ आएर आउँछ है। यो चाहिँ तपाईँले चाहिँ कार्यपालिकाबाट स्वीकृत भएको मस्यौदा विधेयकको रूपमा दर्ता भइसकेपछि अब छलफल गर्नु पऱ्यो भनेदेखि अब विधान समिति निर्देशन लिएर त्यो एक्टिभेट हुनसक्छ, त्यहाँ गएर छलफल गर्ने हो। त्यो गर्ने पहिला गर्ने चाहिँ मस्यौदा समितिले गर्ने हो होइन, त्यो चाहिँ मस्यौदा समितिले कार्यपालिका अन्तर्गतको मस्यौदा समितिले त्यसलाई मस्यौदा बनाउँछ र चाहिँ विधान समितिले त्यसमा थप छलफल अझ मसिनो गरी छलफल गर्न सक्छ होइन। अझ मसिनो कसैले संशोधनको लागि प्रस्ताव गर्यो भने होइन यो विषय संशोधन गर्नुपर्ने छ भन्यो भने चाहिँ त्यो संशोधन गर्नुपर्ने हो कि होइन लगायतका कुराहरूलाई प्रतिवेदन सहित उसले चाहिँ थप छलफलको लागि होइन अथवा संशोधन हाल्नेलाई पनि बोलाएर होइन थप कुरा छलफल गरेर यो चाहिँ किन संशोधन हाल्नुभयो होइन यसले के कुरा चाहिँ समस्या समाधान नगर्ने देखेर तपाईँले यो कुरा राख्नु पाइयो होइन। त्यो विधान समितिमा छलफल गर्न सक्यो। अब संशोधन प्रस्तावमा चाहिँ सभामै पनि छलफल गर्न सक्यो। विधान समितिले अझ त्यसलाई अझ परिष्कृत गर्नको निमित्त त्यसलाई होइन त्यो पनि एउटा सभा नै हो, समिति भनेको पनि एउटा मिनी सभा नै हो हैन। अर्को एउटा कन्फ्युजन नै सर अहिले के छ भने हाम्रो स्थानीय तहहरूमा जस्तो कार्यपालिकाले निर्णय गर्यो यो विधेयक हामी यो सभाबाट पास गर्ने भनेर गएर सभाको सचिवालयमा पनि दर्ता भयो हैन, दर्ता भयो। तर त्यो पेश गर्ने बेलामा चाहिँ कसले पेश गर्ने त, सभामा प्रस्तुत चाहिँ कसले गर्ने त त्यसलाई प्रस्तावको रूपमा भन्ने चाहिँ एकदमै ठुलो कन्फ्युजन छ कि। त्यसको म एक दुईवटा अभ्यास देख्छु। एउटा अभ्यास विधान समितिको संयोजकले, किनभने म त विधान समितिको संयोजक हुँ त्यसकारण कानुनहरू पेश गर्ने चाहिँ जिम्मेवारी मेरो भन्ने हुन्छ एउटा हाम्रो कतिपय त्यहाँको उपाध्यक्ष उपप्रमुखले गर्ने होइन। त्यहाँ उहाँले आर्थिक विधेयकहरू विनियोजन विधेयकहरू पनि प्रस्तुत गर्ने होइन, पेश गरिरहने अनि त्यही सँगसँगै अरू भएका विधेयकहरू पनि पेश गर्ने, न्यायिक समितिको प्रतिवेदन पनि सभामै पेश गर्ने। त्यसकारण यो सभामा जे पेश गर्ने कुराहरू छ यो चाहिँ उपप्रमुखले गर्ने भन्ने अर्को एउटा अभ्यास छ होइन। अर्को एउटा अभ्यास चाहिँ के छ भने कुन विषयसँग सम्बन्धित विधेयक बनिरहेको होइन, कुन विषयसँग सम्बन्धित, जस्तो हाम्रा विभिन्न विषयगत समितिहरू छन् नि, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास लगायतका यी विषयगत समितिहरू छन्। त्यो चाहिँ विषयगत समितिका संयोजकहरूले नै सभामा पेश गर्ने होइन हो। यस्तो विभिन्न किसिमको अभ्यासहरू देखिरहेको छ। यसको खास एकरूपता चाहिँ के होला? अझ कतिपय चाहिँ प्रमुख प्रशासकीय अधिकृतले नै पेश गर्ने होइन, सभाको सचिवालयको प्रमुख उहाँ भएको हिसाबले र सभाको सचिवालयमा दर्ता हुन आएको हिसाबले चाहिँ प्रमुख प्रशासकीय अधिकृतले नै पेश गर्ने भन्ने पनि अभ्यास छ। यसमा चाहिँ के होला, तपाईँ कसरी यसलाई? होइन अब यो त एउटा विधेयक सभामा अध्यक्ष मार्फत होइन, अध्यक्ष मार्फत कुनै सदस्यले त्यसलाई टेबल गर्ने हो, पेश गर्न सकिन्छ होइन। यो जसरी चाहिँ एउटा मस्यौदा चाहिँ सभामा पेश गर्दाखेरि यसलाई त्यो विधेयकको चाहिँ यसको उद्देश्य कारण होइन, यो कानुन बन्यो भनेदेखि यसले पर्ने आर्थिक व्यवहार अथवा आर्थिक उपलब्धि के हो सबै कुराहरू समेटेर होइन। यदि चाहिँ विधेयक हो भने विधेयकको मस्यौदाको रूपमा, यदि संशोधन विधेयक हो भनेदेखि 3 महले बनाएर अहिले भएको व्यवस्था के हो होइन, यसमा चाहिँ अब गर्नुपर्ने के र किन गर्नु परेको यो सबै कुरा समेटेर यसलाई चाहिँ सभामा पेश गरिसके पछाडि हामीले यो चाहिँ अब सङ्घीय सरकारको सभामा पनि हामीले हेऱ्यौँ भने चाहिँ सम्बन्धित मन्त्रालयले अथवा सम्बन्धित मन्त्रीले चाहिँ त्यो विधेयकहरू प्रस्तुत गर्नुहुन्छ सभामा होइन, प्रस्तुत गर्नुहुन्छ, पेश गर्नुहुन्छ र त्यस उप चाहिँ छलफल हुन्छ होइन। त्यस्तै गरी अब हाम्रो स्थानीय तहमा पनि विभिन्न विषयगत समितिहरू त छन् नि होइन। त्यो विषयगत समिति भनेको त त्यहाँको मन्त्रालय नै हो नि होइन, स्थानीय तहको मन्त्रालय नै हो। सामाजिक विकास क्षेत्रमा आवश्यक पर्ने त्यो समस्याहरू समाधान गर्नुको लागि बन्ने विधेयकहरू चाहिँ सामाजिक विकास समितिका संयोजकले नै सभामा पेश गर्नुभयो। कसले गर्ने भनेर त्यसलाई कार्यपालिकामा छलफल भएर नै त्यसलाई आउनु परेर त्यसले पेश गर्ने भयो। त्यो चाहिँ विधेयक चाहिँ यसरी चाहिँ प्रस्तुतकर्ताले विधेयक पेश गर्नुभन्दा अगावै त्यसको मस्यौदाको कपी होइन, मस्यौदा कपी अध्ययनका लागि त्यहाँनिर पनि अलिकति हाम्रो अभ्यासहरूलाई अलिकति हेरौँ होइन। कतिपय यो चाहिँ प्रदेशको कानुन बमोजिम छ, यसमा कसैले 5 दिन लेख्नु भएको छ, कसैको 7 दिन छ होइन।
त्यो कसैको 3 दिन कसैको 3 दिन पनि छ 3 दिन पनि छ हो हैन त्यो हेरेर चाहिँ त्यो अलरेडी दिनुपर्छ हैन त्यसो भए आफ्नो प्रदेशको कानुन हेरेर हो हामी जुन प्रदेशमा छौँ आफ्नो प्रदेशको कानुन हेरेर 7 दिन भए 7 दिन 5 दिन भए 5 दिन 3 दिन भए 3 दिन अगावै त्यो भनेको चाहिँ यदि 10 गते तपाईँले त्यो सभामा पेश गर्दै हुनुहुन्छ त्यो विधेयकलाई भनेदेखि तपाईँले 3 दिनको छ भने 7 गते नै पठाइसक्नु पर्यो सभाको सदस्यहरूलाई 5 दिन छ भने 5 गते नै पठाइसक्नु पर्यो हैन त 7 दिन छ भनेदेखि 3 गते नै पठाइसक्नु पर्यो पहिले दर्ता गर्नु पर्यो हैन दर्ता गरिसकेपछि दर्ता गरेको त्यो काम चाहिँ सचिवालयले गर्ने भयो सचिवालयले गर्छ हैन सभा बस्नुभन्दा कति दिन अगाडि पठाउनु पर्ने भन्ने व्यवस्था छ कम्तीमा पनि 3 दिन अगाडि हैन तपाईको कानुन अनुसार हुने भयो प्रदेशको गाउँसभा नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐनमा भएको व्यवस्था बमोजिम हुने भयो कम्तीमा पनि 3 दिन अगाडि उपलब्ध गराउनु पर्यो कसरी हुन्छ अब यो अब अहिले हाम्रो प्रविधिको प्रयोग छ सबै ठाउँमा उपलब्ध हुन्छ कि हुँदैन भएको ठाउँहरूमा त्यसलाई पनि प्रयोग गर्न सकिन्छ हामीसँग भएको कानुनहरू चाहिँ त्यसलाई PDF बनाएर हैन WhatsApp मार्फत इमेल मार्फत हैन त्यसलाई पठाउन सकिन्छ त्यसलाई चाहिँ एकैचोटि के हो एकैचोटि लाएर ताली मात्रै बजाउने होइन नि त हैन सदस्यको काम चाहिँ उसले त्यो कुरा अध्ययन गरेर आयो त्यसो भयो भने उसले 5 दिनमा चाहिँ घरमा बसेर त्यसलाई पुरै हेर्छ हैन अनि आफ्नो समुदाय पढेको हुन्छ बुझेको हुन्छ अनि त्यो कुरामा कहाँ संशोधन गर्नुपर्छ अथवा कुन चाहिँ ठिक छ भन्ने कुरा सभामा आएर आफ्नो कुरा राख्न पाउने उसलाई सजिलो पनि हुन्छ सजिलो भयो हैन त्यसले चाहिँ कतिपय जस्तो अहिले सभाको सदस्यहरूले चाहिँ हामीले त बोल्नै पाएनौँ बोल्नै नपाइकन ताली बजाउन लाए भन्ने जस्तो कुरालाई पनि रोक्ने रहेछ त्यसो भए हैन 3 दिन अगाडि नै पठाएपछि त हेरेर नआउनु अथवा संशोधनको लागि त्यहाँ प्रस्तावै नराख्नु कुरै नराख्नु त फेरि सदस्यले त्यसलाई समर्थन गरेको बुझियो हैन प्रक्रियाको त कमजोरी बुझिएन नि त तर हामीले दिएनौँ समयमै भने चाहिँ प्रक्रियाकै कमजोरी भन्ने बुझियो यो चाहिँ यसलाई चाहिँ त्यही अघि हामी कहाँ थियौँ भनेदेखि अब विधेयक चाहिँ प्रस्तुतकर्ताको कुरा हैन प्रस्तुतकर्ता चाहिँ कसले प्रस्तुत गर्ने भन्ने विषयमा छलफल हुन्छ छलफलहरू फलानले प्रस्तुत गर्ने भनेपछि सभामा विधेयक अघि दर्ता भएको कुरा भयो दर्ता भएपछि अब सभा हुन्छ सभा आइसकेपछि सभामा प्रस्तुत गर्ने चाहिँ अध्यक्षसँग अनुमति माग्ने अध्यक्षले अनुमति दिने अनि त्यहाँ गएर चाहिँ म यो विधेयक चाहिँ पेश गर्छु भनेर चाहिँ प्रस्तुत गर्ने भयो प्रस्तुत गरिसकेपछि त्यसपछि सैद्धान्तिक छलफल हुनुभयो अनि त्यसमा सैद्धान्तिक रूपमा उठेका प्रश्नहरूको पनि त्यो विधेयक प्रस्तुतकर्ताले त्यसको जवाफ दिने भयो क्या हैन अब यहाँ हेर्नुहोस् है अब यहाँ चाहिँ गाउँसभा नगरसभाको अध्यक्षको भूमिका के छ हैन उसले होइन नि त त्यसको जवाफ दिने उसले होइन नि त उसले त समन्वय मात्र गरिदिए सहजीकरण मात्र गरिरहेको छ उसले म प्रस्तुत गर्न चाहन्छु भन्छ ल तपाईलाई अनुमति छ प्रस्तुत गरे ल उहाँले चाहिँ एउटा विधेयक प्रस्तुत गर्नुभयो यसमा के छ त यसमा चाहिँ सैद्धान्तिक छलफलको लागि चाहिँ समय दिन्छु भन्छ सभाको सदस्यहरूले त्यसमा छलफल गर्यो त्यसमा प्रश्न उठ्यो चाहिँ ल यो प्रश्न उठेको चाहिँ यसको जवाफ दिनुहोस् हैन उसले जवाफ दिने भयो हैन यो चरण चाहिँ विधायकी चरणमा हुने भयो तपाईँलाई अगाडि नै यसको मस्यौदाको कपी दिनु पर्यो हैन मलाई मस्यौदाको प्रति नै पाएको छैन मैले कसरी छलफल गर्ने हैन भन्यो भनेदेखि किन नदिएको त 3 दिन अगाडि नै दर्ता गरेर चाहिँ किन नदिएको रहेछ त हैन अध्यक्षले त्यहाँ ध्यान दिनु पर्यो हैन भनेपछि हामी यो विधायकी चरणमा धेरै काम हुन्छ यसमा एकदम पर्याप्त छलफल हुनुपर्छ हैन अब हेर्नुहोस् है अब अघिदेखि कुरा फेरि पनि दोहोऱ्याएर हामीले गरेको कुरा चाहिँ ठिक ढङ्गले भएको छ कि छैन भनेर भन्ने प्रश्न चाहिँ तपाईँले चाहिँ अघि आवश्यकता पहिचान सैद्धान्तिक सहमतिदेखि अहिलेसम्म आइपुग्दाखेरि तपाईँले कुनै पनि कानुनमा यो कुराहरू पुरा गर्नुभएको छ कि छैन त्यसले पुरा गर्नुभएको छ भनेदेखि तपाईँ ठिकठाकमा हुनुहुन्छ यदि पुरा गर्नुभएको छैन भनेदेखि तपाईँ ठिकठाकमा हिँड्न बाँकी छ ठिकठाकमा हिँड्न बाँकी छ होइन यसको लागि त समय चाहिन्छ नि त कानुन एकै दिन बन्द रहेछ नि त भोलि सभा छ आज के गर्ने त भोलिको एजेन्डा ल यो कानुन पनि यही सभाबाट पास गरिदिउँ भन्यो भने त पुगेन त समय पुगेन नि समय तपाईँले एउटा कानुन बन्नको लागि यति काम गर्नको लागि चाहिँ त्यो सैद्धान्तिक छलफल होइन अब कन्सेप्ट त्यसपछि यो चाहिँ मस्यौदा समिति बनाउने त्यसलाई चाहिँ सैद्धान्तिक सहमति दिने त्यसले फिल्डमा गएर सरकारवालासँग छलफल गर्ने लाग्छ नि त तपाईँलाई 5-6 महिना लाग्छ त एउटा कानुन बनाउनको लागि लाग्छ तपाईँ भोलि सभा छ आज चाहिँ अब के राख्नु भएछ यो पनि घुसाइदिउँ भनेर त पुगेन तपाईँले चाहिँ त्यसलाई चाहिँ अब चाहेर पनि पुग्दैन त्यसको लागि समय लाग्छ भनेपछि तपाईँलाई अब अर्को सभामा कानुन बनाउनु छ भनेदेखि यो सभा सकेको दिनदेखि नै लाग्नु पर्यो यो सभा सकेको दिनदेखि नै होइन यो 6 महिनाको बिचमा चाहिँ एउटा ग्यापमा गर्नुपर्छ सभा भन्ने छ नि त त्यो भयो भनेदेखि तपाईँले अर्को अब हिउँदे सभामा केही कानुन बनाउनु छ भनेदेखि
होइन आजैदेखि लाग्नुभयो भनेदेखि त्यो दिनमा भ्याउनुहुन्छ हो। आज हामीले ठ्याक्कै यो कुरा उठान गरेको पनि किन पनि हो भने एउटा स्थानीय तहबाट अघिल्लो सालमा फोन गर्नुभयो होइन अध्यक्षज्यूले। उहाँले फोन गरेको करिब करिब पुस मागतिर हो होइन। अनि उहाँले के भन्नुभयो भने मैले गएको बर्खे सभामा 43वटा कानुन पास गरेँ, त्यो कुनै पनि बनाएको छैन, तपाईँले मलाई बनाएर सहयोग गरिदिनु न, अर्को सभा बस्ने बेला आइसक्यो त्यो कानुन चाहिँ ड्राफ्ट नै गरेको छैन भन्नुभयो होइन। भनेपछि त्यो प्रपरली हामीले कानुन निर्माण प्रक्रियाको ढङ्गबाट हेर्ने हो भने त त्यो कुरा त गलत भयो नि त। त्यसलाई धेरै धेरै नै हल्का रूपमा लिनुभयो होइन, त्यो त एकदमै हल्का भयो नि त। कि त उहाँले नजानेर हो, नजान्ने मैले जानेको छैन पनि नजान्न त पाइन्छ फेरि होइन, नजान्न पाइन्छ फेरि, तर जान्दिनँ भन्न त पाइँदैन फेरि होइन। कानुन चाहिँ मलाई थाहा थिएन भनेर चाहिँ कानुनै बनाउने मान्छेले त पाइँदैन। एउटा नागरिकले त मलाई कानुन को अज्ञानता चाहिँ क्षम्य हुँदैन, थाहा नहुन पाइन्छ होइन, तर म अब जान्दै जान्दिनँ भन्न त पाइँदैन। मैले पाइँदैन, तपाईँले त्यो त पाइएन होइन। त्यस कारणले एउटा विधेयक चाहिँ हामीले एउटा विधेयक सभामा प्रस्तुत गर्ने बेलाभन्दा अगाडि नै पनि 4-5 महिना लाग्छ एकदम लाग्छ। त्यसको अवधारणा पत्र तयारी गर्न, सैद्धान्तिक सहमति दिन, मस्यौदा समितिले काम गर्न, सरकारवालाहरूसँग छलफल गर्न, अनि त्यसको एउटा मस्यौदा तयार भइसकेपछि कार्यपालिकामा आएर पनि विधेयकको रूपमा ग्रहण गर्नलाई 4-5 महिना लाग्ने रहेछ होइन। त्यसलाई यति हल्का रूपमा चाहिँ हामीले लिन नहुने रहेछ। अनि अर्को चाहिँ सभामा पेश भइसकेपछि न आज सुरु भएर आजै पास गर्ने पनि होइन, त्यो पनि होइन। त्यसको पनि अब त्यहाँभित्र पनि त छ नि त, समय लाग्छ नि त होइन। त्यो तपाईँले एउटा कानुन नै सभामा पेश गरेको चाहिँ सभाभन्दा सुरु हुनुभन्दा अगाडि नै तपाईँले चाहिँ दर्ता गर्नु पऱ्यो। दर्ता गरिसकेपछि अब तपाईँको आफ्नो भौगोलिक अवस्थिति के छ, कस्तो छ अवस्था, तपाईँको सदस्यलाई कति समयभित्र पुर्याउन सक्नुहुन्छ होइन। त्यसले भनेको पो कम्तीमा 5 दिन हो त होइन। तर 5 दिन अगाडि पुर्याउनको लागि त तपाईँ अगाडिदेखि काम थाल्नुपर्छ नि त, सजिलो छैन त। आफ्नो सदस्यहरूलाई पुर्याउनु पऱ्यो, उनीहरूको हात हातमा पुर्याउनु पऱ्यो होइन। त्यो भयो। अनि सभामा टेबल भइसके पछाडि पनि त्यसको चाहिँ 72 घन्टा छ होइन, 72 घन्टाभन्दा अगाडि पास गर्न मिल्दैन। त्यो सैद्धान्तिक छलफल गर्नु पऱ्यो, विधेयक फिर्ता लिने हो भनेदेखि फिर्ता लिने अवसर दिनु पऱ्यो, संशोधनमाथि छलफल गर्नु पऱ्यो, दफावार रूपमा गर्नुपर्छ। एकैचोटि 16 डोलो ढ्याकै पास गर्ने होइन होइन, प्रत्येक दफामा छलफल गर्नुपर्छ। त्यो कुराहरूलाई चाहिँ अभिलेखीकरण गर्नुपर्छ होइन। यो सबै काम गर्न समय लाग्छ कि। अझ एउटा सभाको सदस्यले संशोधनको लागि प्रस्ताव उठाउनु भयो र प्रस्ताव हाल्नुभयो भने त त्यसको विषयमा फेरि विधायन समितिमा गइकन फेरि छलफल भएर अनि मात्र आउनुपर्छ भनेपछि त्यसले लिन्छ होला अझ अर्को 1-1.5 हप्ता त। त्यहाँ त्यो अधिवेशनहरूमा होइन, सभाका अधिवेशनहरू चाहिँ ढाका सुरु गरेर आजै सकेर केही पुरस्कार पाइँदैन, सक्नु पर्दैन कि पर्दैन। त्यो टेबल गर्ने अनि त्यो चाहिँ कन्टिन्यू चल्छ क्या, चल्छ। असार 10मा सुरु गर्ने भनेको मतलब असार 10मा सुरु गरेर अनि 10 गते सक्ने होइन, 28 गते सक्ने भनेर चाहिँ फेरि असार 10बाट एकैचोटि 28 गते बसेर सक्दिने भन्ने पनि होइन। यो बिचमा काम गरिरहनु पर्छ। बैठकहरू धेरै बस्ने, धेरैवटा बैठक, त्यो अधिवेशनका बैठकहरू चाहिँ धेरै हुने भए र ती बैठकहरूका छुट्टै छुट्टै प्रयोजन पनि छन् नि होइन, छुट्टै छुट्टै प्रयोजनहरू छन्, त्यसका लागि पनि बस्न चाहिँ पर्यो। यो प्रक्रिया यो चाहिँ यसलाई कानुन निर्माणको प्रक्रियामा सभालाई धेरैभन्दा धेरै यसलाई एक्टिभेट गर्ने, यसलाई चाहिँ सहभागी हुने, त्यो जे गरेका कुराहरूलाई पनि यसको अभिलेखीकरण पनि गर्दै गयो भनेदेखि अनि हामीले यो विधायकी चरणमा यो काम गर्छौँ। अनि यो चाहिँ दर्तादेखि विधेयक पाससम्म होइन, दफावार छलफल गरेर होइन, यसको मतदान गरुन्जेलसम्म सबै यसलाई चाहिँ त्यहाँबाट चाहिँ अनुमोदन भइसकेपछि यसको विधायकी चरणको काम, दोस्रो चरणको काम सकिन्छ है। अब त्यसपछि तेस्रो चरणमा उत्तर विधायकी चरणमा हामी त्यसमा अब त काम सकियो लगभग होइन, हाम्रो कानुन चाहिँ बन्यो। अब चाहिँ धेरै सभाका सदस्यहरूको काम सकियो होइन, सभाका सदस्यहरूको काम सकियो, कार्यपालिकाको काम सकियो होइन, कार्यपालिकाको पनि काम सकियो एउटा कानुन निर्माण प्रक्रियामा। अब बाँकी रहेको चाहिँ अब उत्तर विधायकी चरणमा गइसकेपछि चाहिँ त्यसको प्रमाणीकरण गर्ने काम होइन, सभाबाट पारित भएर आइसकेपछि चाहिँ त्यसको प्रमाणीकरण गर्ने काम बाँकी रहने भयो। र त्यो प्रमाणीकरण गर्नुभन्दा अगाडि पनि जस्तो कतिपय मस्यौदा समितिले तयार गरिरहँदाखेरि अनुसाङ्गिकहरू मिलाउने कुरा होइन, भाषिक शुद्धताका कुराहरू, त्यहाँ चाहिँ दफा उपदफाका सिलसिलेवारहरू मिलेका छन् कि छैनन् होइन, यस्तो कुराहरू चाहिँ एकचोटि हामीले फेरि थप हेरेर त्यसमा चाहिँ कोही हामीले विज्ञ सहयोग पनि लिन सक्यौँ बाहिरबाट भने, कोही चाहिँ होइन हामी आफै सक्नेछौँ भने त्यो कानुन शाखाले होला अथवा त्यहाँको प्रमुख प्रशासकीय अधिकृतले होला होइन, अथवा कसले गर्न सकिन्छ त्यो एउटा अनुसाङ्गिकहरू मिलाएर त्यसपछि चाहिँ त्यो विधेयकलाई अब पास भइसकेपछि त्यसको प्रमाणीकरण गर्ने होइन। प्रमाणीकरणको लागि चाहिँ त्यहाँ हाम्रो पालिकाको प्रमुख अथवा नगरपालिकाको प्रमुख अथवा गाउँपालिकाको
अध्यक्षले त्यसमा प्रमाणीकरण गरिसक्नु भएपछि चाहिँ हो। त्यो अब ऐनको रूप हो। धारण गर्यो हो बल्ल त्यो चाहिँ एउटा विधेयक जुन त्यसको छलफल सबै भइसकेर त्यसलाई सुरुदेखि यसको नाम होइन कानुनको नाम यसको लामो नाम प्रस्तावना प्रत्येक दफा होइन प्रत्येक दफा अनि उपदफा परिचय सबैलाई चाहिँ प्रत्येक दफाहरूलाई चाहिँ एउटा त्यसलाई चाहिँ निर्णयार्थ प्रस्तुत गरेर पास भइसके पछाडि अनि पास भइसके पछाडि पनि काम बाँकी रहन्छ अनि त्यहाँ पास भयो पास भइसकेपछि अब यसमा चाहिँ यो पास भएको विषय नै यही हो भनेर चाहिँ त्यसलाई चाहिँ त्यो एउटा चाहिँ विधेयक पास भइसकेपछि त्यसलाई ऐनका रूपमा कानुनको रूपमा त्यसलाई प्रमाणीकरण गर्नु पऱ्यो प्रमाणीकरण गर्ने काममा चाहिँ सभाको सचिवले सभाको अध्यक्ष समक्ष भनेको प्रमुख प्रशासकीय अधिकृतले यसमा चाहिँ सभाबाट पास भयो बमोजिमकै हो यो दस्तावेज होइन भनेर त्यसलाई एउटा टिप्पणी बनाएर होइन टिप्पणी बनाएर चाहिँ निर्णयार्थ भन्दा पनि प्रमाणीकरणका लागि सभाको अध्यक्षसम्म पेस गरिसके पछाडि अनि त्यहाँ चाहिँ सभाको अध्यक्षले त्यसको सबै पेजमा प्रमाणीकरण गरेर अन्तिममा आफ्नो नाम होइन पद यो सहित राखेर मितिसहित राखेर गरिसकेपछि त्यो चाहिँ प्रमाणीकरण कपी भयो प्रमाणीकरण गरेर यसलाई चाहिँ जनरली नेपाली कागजमा राखिन्छ र यसलाई चाहिँ त्यो एउटा प्रमाणित प्रतिका रूपमा रह्यो होइन प्रमाणित प्रति त्यसरी भइसकेपछि चाहिँ अब यो बल्ल विधेयक अब के भयो कानुनको ऐनको रूपमा होइन कानुनको प्रकाशन गर्न योग्य भयो प्रमाणीकरण त्यति गर्दैमा पनि यो चाहिँ हुँदैन यो चाहिँ लागू गर्नका निमित्त चाहिँ हाम्रो स्थानीय सरकार सञ्चालन ऐनको 102ले होइन स्थानीय राजपत्र प्रकाशन सम्बन्धी व्यवस्था गरेको छ यसरी प्रमाणीकरण भइसकेको कानुन चाहिँ सर्वसाधारण यो त थाहा छैन नि त अरूलाई त यसमा जस्तो सम्मेलन छ उसलाई पनि थाहा छ त सर्वसाधारणलाई थाहा पाउनु पऱ्यो नि त सर्वसाधारणका जानकारीका निमित्त चाहिँ त्यसलाई राजपत्रमा प्रकाशन गर्नुपर्छ राजपत्रमा प्रकाशन गरिसके पछाडि मात्रै यो औपचारिक रूपमा चाहिँ लागू हुन्छ होइन औपचारिक रूपमा लागू हुन्छ म त्योभन्दा अगाडि नै सर हाम्रो अलिकति कन्फ्युजन कहाँनिर छ भने एक दुईवटा हाम्रो अभ्यासहरूले नै कन्फ्युजन रहेछ भन्ने कुरा देखाउँछ होइन जस्तो कतिपय चाहिँ यो प्रमाणीकरण कसले गर्ने भन्ने कुरामा कन्फ्युजन छ कि होइन कतिपय हामी के गरिरहेका छौँ भने सभाबाट पास भयो सभाको मतदानबाट पास भयो भइसकेपछि त्यसको प्रमाणीकरण चाहिँ कतिपय प्रमुख प्रशासकीय अधिकृतले गरिरहनु भएको छ होइन कतिपय कुन शाखासँग सम्बन्धित ऐन हो त्यो शाखाको प्रमुखले गरिरहनु भएको छ होइन हामी यो स्थानीय तहको कानुनको त्यो क्लिनिङको कामहरू होइन त्यसको चाहिँ पुनरावलोकन गर्ने अथवा त्यसको हेर्ने कामहरू गरिरहँदाखेरि चाहिँ हामीले के देखिरहेका छौँ भने कतिपय जस्तो शिक्षासँग सम्बन्धित ऐन छ भने त्यो चाहिँ शिक्षा शाखाकै प्रमुखले सही गर्नुभएको छ होइन प्रमाणीकरण गर्नुभएको छ अनि किन यसो गर्नुभयो यो शिक्षा शाखाको प्रमुखले पो गर्नुभएको रहेछ भनेर हामीले प्रश्न गऱ्यौँ भने उहाँ के भन्नुहुन्छ भने हो त शिक्षा शाखाको विषयसँग सम्बन्धित ऐन त मैले नगरेर कसले गर्छ त भन्ने खालको एउटा बुझाइ छ होइन यसमा हाम्रो कानुनले के भनेको छ भन्दा यो प्रमाणीकरण गर्ने सभाबाट पास भएको कानुनको विधेयकलाई ऐन बनाउनको निम्ति प्रमाणीकरण गर्ने जिम्मेवारी चाहिँ त्यही गाउँपालिकाको अध्यक्षको वा त्यही नगरपालिकाको नगर प्रमुखको मात्रै छ यो विषयमा त अब आजको मितिमा आएर यो विषयमा त हामीले छलफल गर्नै हुँदैन थियो होइन यो चाहिँ पाइएन अनि कसैले गरिरहनु भएको छ अझैसम्म पनि गरिरहनु भएको छ त्यो पाइन्छ हामीले कतिपय ठाउँहरूमा त्यो चिजहरू देखेका छौँ अहिले कोशी प्रदेश सरकारले आफ्ना 137वटै स्थानीय तहहरूका कानुनहरूलाई एउटा डिजिटल अभिलेखन प्रणाली बनाएर त्यसमा चाहिँ एकै ठाउँमा अपलोड गर्ने एउटा सिस्टम बनाएको छ त्यसमा हामीले रिनोभेसन नेपालले त्यसलाई प्राविधिक रूपमा त्यो सिस्टम प्रणाली विकासको लागि हामीले त्यसमा काम गरेका थियौँ त्यो गर्दाखेरि हामीले धेरैवटा स्थानीय तहहरूका कानुनहरूको लाई हेर्ने उहाँहरूलाई चाहिँ त्यसलाई अपलोड गर्न अगाडि कस्तो अवस्थामा छ त्यसलाई सुधारेर त्यसलाई अपलोड गर्ने कामको लागि पनि हामीले सघाएका छौँ त्यो क्रममा पनि हामीले कतिपय ठाउँहरूमा प्रमाणित कपीहरू त्यस्तो भएको पाएका छौँ होइन त्यो चाहिँ पाइएन होइन त्यो चाहिँ त्यही अहिले भनेको कुरा यो सबै कुरा तपाईँले कानुनको सम्पूर्ण अङ्ग पुग्यो भनेदेखि त्यो कानुन हुन्छ होइन नत्र भनेदेखि त्यो कानुन हो कि के हुन्छ थाहा छैन होइन त्यसले त्यो बन्दैन यसको सम्पूर्ण यो प्रक्रिया पुरा गरेर यसको चाहिँ तपाईँ सबै चरण पार गर्नुभयो अहिले तपाईँले भन्नुभयो जस्तो चाहिँ प्रमाणीकरणको चरणमा आएर असम्बन्धित मान्छेहरूले त्यसलाई
प्रमाणीकरण गर्नुभयो भने पनि त्यो चाहिँ मिलेन, पाइएन होइन। अहिले काम परिरहेको होला, ठिकै होला, भोलि तपाईँलाई मुद्दा पऱ्यो, अदालतमा गयो भनेदेखि होइन त्यो चिजले फेल हुन्छ, त्यो चाहिँ पाइएन। प्रमाणीकरण गर्ने काम चाहिँ सभाको अध्यक्षले हो, सभाको सचिवले यसलाई चाहिँ यो सम्पूर्ण चरणमा भएका कामहरू, विधायिक चरणमा भएको सभामा भएका छलफल, दफावार छलफल, अनि त्यसमा भएका कुराहरू त्यहाँबाट पास भएको कुरा, अनि त्यसलाई अनुसाङ्गिक पनि मिलाएर त्यसलाई चाहिँ जुन पास गरिन्छ, अनि यो प्रति चाहिँ प्रमाणीकरणको लागि ठिक छ भनेर चाहिँ भनेको र पेस गर्ने हो। पेस गरेको प्रति अध्यक्षले नै त्यसलाई प्रमाणीकरण भन्छ। प्रमाणीकरण गरिसके पछाडि अनि बल्ल यो चाहिँ राजपत्रमा प्रकाशनका लागि योग्य हुन्छ र राजपत्रमा प्रकाशन भइसकेपछि बल्ल सर्वसाधारणका लागि त्यो लागु हुन्छ। त्यसले चाहिँ यो चाहिँ पास हुने र प्रकाशन गर्नेको बिचमा चाहिँ धेरै ठुलो ग्याप राख्नु हुँदैन होइन। यो चाहिँ एक हप्ताभित्र गर्नुपर्छ भन्ने छ। अब सङ्घीय सरकारको हप्तामा 2 दिन प्रकाशन हुन्छ होइन, प्रकाशन हुन्छ। त्यसै गरी अब यो चाहिँ पास भएको र राजपत्रमा प्रकाशन गर्ने चाहिँ समय धेरै लामो ग्याप राख्नु हुँदैन। एउटा त्यो अर्को एउटा चाहिँ हामीले छलफल गर्नुपर्ने विषय के छ भने हाम्रो प्रदेश कार्यविधिहरूले पनि, प्रदेशले बनाएका कार्यविधिहरूले पनि कतिपय चाहिँ यसरी प्रमाणित गरेका कपीहरू, प्रमाणित कपी नै विभिन्न अरू निकायहरूमा पनि पुर्याउनु पर्ने व्यवस्था गरिएको छ कि, जस्तो सङ्घमा होइन, प्रदेशमा, अनि केहीमा चाहिँ जिल्ला समन्वय समितिमा पनि होइन पेस गर्नुपर्ने छ भनेर त्यसको चाहिँ यसको चाहिँ त्यो जुन पास भएको प्रति नै अभिलेखीकरण गरेका प्रति नै होइन, अभिलेखीकरण गरेका प्रति नै एउटा चाहिँ कार्यपालिकाको अभिलेख शाखामा एउटा सभाको सचिवालय अथवा के संरचना नाम दिएको छ त्यसलाई त्यसमा राख्ने, एउटा प्रदेश सरकारको कानुन हेर्ने। अब अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयहरू छन् धेरै जसो मन्त्रालयहरूमा, त्यो मन्त्रालयमा आवश्यक हुन्छ भनेदेखि एउटा चाहिँ यही सम्बन्धित मन्त्रालय भनेको अहिलेको सङ्घीय मामिला तथा कानुन मन्त्रालय, अहिले त के भूमि व्यवस्था के लामो सरकार नाम, त्यो मन्त्रालयमा पनि पेस गर्नुपर्छ भनेको बुझाउनुपर्छ, त्यहाँ पनि राख्नुपर्छ। त्यो प्रति चाहिँ त्यहाँ एक प्रति 4 प्रतिमा प्रमाणीकरण गरेर त्यहाँ राख्नुपर्छ भनेर भन्ने छ। अब कोशी प्रदेश सरकारले त आफ्नो डिजिटल अभिलेख प्रणाली विकास गरेको छ, त्यसले गर्दाखेरि त्यो कानुनै बोकेर प्रदेश सरकार जानु परेन, उसले आफ्नो सिस्टममा हाल्नु पऱ्यो। अरू प्रदेशहरूले आफ्नो सिस्टममा हालेपछि स्वत त्यो सम्बन्धित निकायहरूले पनि त्यसको हेर्न पाउनुभयो। अरू प्रदेशहरू पनि कतिपय प्रदेशहरू प्रक्रियामा हुनुहुन्छ, उहाँले त्यो बनाउनु भने त्यसले सजिलो पनि हुन्छ र यसले सजिलैसँग जसरी हाम्रो चाहिँ सङ्घीय सरकारको राजपत्र 2008 सालदेखिका कानुनहरू एउटा आर्काइभिङ सिस्टममा छ नि त। अब अहिले 8-9 वर्ष भएको छ, यसलाई एउटा डिजिटल प्रणालीमा पनि यसलाई अभ्यस्त बनाउँदै लग्यो भनेदेखि एउटा सुरक्षित पनि हुन्छ र सर्वसाधारणको लागि खोज्नलाई पनि सजिलो, पहुँच पनि एउटा त्यसले चाहिँ सुनिश्चित हुन्छ। अब हामी अन्तिमतिर पनि आएका छौँ होइन। यो राजपत्रमा प्रकाशित भइसकेपछि पनि थोरै स्थानीय तहको थप जिम्मेवारी अझै के रहन्छ भने, जस्तो सबैजना हाम्रा नागरिकहरू त राजपत्र वेबसाइटहरूसँग फ्यामिलियर नहुन सक्नुहुन्छ होइन। कतिपय हामीले वडा कार्यालयहरूमा पठायौँ भने पनि त्यहाँसम्मको एक्सेस नहुन पनि सक्छ। भनेपछि हामीले चाहिँ हाम्रो कानुनहरू यस्तो छन् है भनेर कुनै अभिमुखीकरणहरू चाहिँ समुदाय स्तरमा होइन, वडा स्तरहरूमा हामीले चाहिँ हाम्रा कानुनहरू यस्तो बनेको छ, यो प्रावधानहरू छ होइन, यसबाट यसरी लाभ लिन सक्नुहुनेछ तपाईँहरूले, अथवा यो गर्नुपर्ने कुराहरू छ, यो गर्न नहुने कुराहरू छ भनेर चाहिँ त्यसको अभिमुखीकरणहरू पनि गर्नुपर्ने हुन्छ। त्यो पनि हाम्रो उत्तरविधायकी चरण अन्तर्गत नै पर्ने कुरा भयो। हामीलाई चाहिँ कानुन चाहिँ हामी धेरै आफ्नो नागरिकहरू समक्ष कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा पनि हामी त्यसमा पनि छलफल पनि गर्न सक्छौँ। तर आजको हाम्रो यो बसाइको निष्कर्ष चाहिँ एउटा चाहिँ कानुन तपाईँले आफ्नो लागि चाहिने आवश्यक स्थानीय तहहरूले बनाउने कानुनहरू कसरी बनिरहेको छ, कानुन के बनिरहेको छ भन्ने कुरा जति महत्त्वपूर्ण छ त्यसलाई तपाईँले कसरी बनाउनुहुन्छ, कसरी बनाइरहनु भएको छ, त्यसमा कसरी काम गरिरहनु भएको छ, प्रक्रियालाई कतिको ख्याल गरिरहनु भएको छ भन्ने कुरा झनै धेरै महत्त्वपूर्ण हुन्छ होइन। हाम्रो आजको बसाइकोबाट यति कुरा हामीले कानुन बनाउँदाखेरि चाहिँ हाम्रा प्रक्रियाहरू पालना गर्नुपर्छ भन्ने कुरालाई ध्यान दियो भने, त्यो कुरालाई हामीले पालना गऱ्यौँ भनेदेखि हाम्रा कानुनहरू व्यवस्थित हुन्छन् र त्यो कानुनको रूपमा रहन्छ। नत्र भन्दाखेरि त्यसले भोलि कानुन योग्य पनि हुन्छ होइन, अपनत्व पनि हुने भयो, कानुन योग्य हुने भयो, कानुन बनाउने कुरामा सबैको सहभागितामूलक प्रक्रिया पनि भयो होइन। यी तिनै चरणमा
प्रपरली काम गर्नुपर्छ भन्ने कुरा नै आजको हाम्रो बसाइको मूल उद्देश्य हो होइन, मूल उद्देश्य हो। र अब यो वर्ष अहिलेको दोस्रो स्थानीय तह दोस्रो कार्यकालको सरकारहरूको यो वर्ष अन्तिम वर्ष पनि हो। त्यसले गर्दा यो तपाईँले 5 वर्षमा बनाएका कानुनहरूको चाहिँ अभिलेखीकरण प्रपरली त्यसलाई चाहिँ यदि ठिक ढङ्गको छैन भनेदेखि पनि एउटा अभिलेखीकरणमा ख्याल पुर्याइयो भनेदेखि अब आउनेलाई हामीले हस्तान्तरण गर्दाखेरि सजिलो पनि हुन्छ। र तपाईँले गरेको त कस्तो खालको अभिलेखीकरण गर्नुभएको रहेछ भनेर नयाँ आउनेले भन्दैन थियो होइन। अर्को चाहिँ यही बिचमा मलाई थोरै जोड्न पनि मन लागेको कुरा चाहिँ के हो भने यही बिचमा चाहिँ हामी यो अन्तिम वर्षमा छौँ, यो दोस्रो कार्यकालको होइन। यो अन्तिम वर्षमा भइरहँदाखेरि हामी धेरै लामो पनि भएको छैन, हाम्रो अघिल्लो कार्यकाल र यो कार्यकाल मात्रै छ। अघि हामीले भनेका कसरी भन्ने कुरामा केही कुरा नमिलेका छन् भन्ने, जस्तो प्रमाणीकरण गर्ने कुरा कसैको नमिलेको छ भन्ने, अथवा कानुनका केही अनुसाङ्गिकहरू मिलाउने कुरा नमिलेका छन् भन्ने, अथवा हाम्रो कानुनभित्र हाम्रो ऐनभित्र हाम्रो चाहिँ नियमावली कार्यविधिहरूभित्र अरू कुनै गाउँपालिकाको नाम राखेर त्यस्तो कपी पेस्टको केही त्रुटिहरू भएका छन् भने, अथवा हामीले राखेका शब्दहरू केही भाषिक शुद्धता छैनन् भने होइन, त्यस्तो कुराहरूलाई चाहिँ अहिले हामी छँदै होइन, हाम्रो कार्यकाल बाँकी छँदैखेरि हामीले त्यसको अनुसाङ्गिक मिलाएर त्यसका चाहिँ विभिन्न सङ्ग्रहहरू बनाउन पनि सक्यो होइन, ऐनहरूको। त्यसमा चाहिँ अब कतिपय कुरामा आफैले गर्न सकिन्छ, यदि सकिँदैन भने बरु विज्ञ सहयोगहरू पनि सहयोग लिएर पनि त्यसलाई तपाईँलाई अवसर छ। 1 वर्ष बाँकी छ नि। यो अन्तिम वर्षमा चाहिँ कम्तीमा मेरो पालामा बनेका अथवा मेरो पालाभन्दा अगाडि बनेका कानुनहरूको चाहिँ एकचोटि म पुनरावलोकन गराउँछु है, मेरो आन्तरिक जनशक्तिबाट गराउँछु अथवा मैले बाह्य जनशक्ति प्रयोग गरेर गराउँछु भन्ने हिसाबले हजुरले हेरिदिनु भयो र त्यसको सङ्गालो बनिदियो भनेदेखि चाहिँ अझै केही सुधार गर्नुपर्ने कुरा रहेछन् भने पनि हामीले सुधार गरेर जान सक्ने ठाउँ त्यस्तो पर्यो भनेदेखि त्यस्तो तपाईँलाई चाहिँ अन्य कुनै आवश्यक चाहिँ विषय विज्ञहरूको सहयोग आवश्यक पर्यो भने त्यस्तो अवस्थामा सघाउनको लागि हामी रिनोभेसन नेपाल हामी आफैले पनि त्यसैमा काम गरिरहेका छौँ। हामी पनि त्यसको लागि तयार छौँ। तपाईँले त्यसमा हामीसँग पनि सम्पर्क समन्वय गरेर काम गर्न, यसमा हामी मिलेर काम गर्न पनि सक्छौँ। हस्, धेरै धेरै धन्यवाद सर। हस् धन्यवाद, नमस्कार।